ल हुन्छ तपाईँहरूलाई स्वागत छ। हिजो हाम्रो ओरिएन्टेसन टाइपको भयो। हामीले यो कोर्स इन्टायर कोर्समा 5 दिने कोर्समा के पढ्छौँ भनेर मैले तपाईँहरूलाई सिलेबस देखाएको थिएँ र आजबाट हामीले अफिसियली क्लासहरू स्टार्ट गर्छौँ। आज हाम्रो डे 1 हो। हिजोको हामीले जुन डेमो देखायौँ तपाईँलाई त्यसलाई चाहिँ हामीले डेमा काउन्ट गरेको छैनौँ। हाम्रो सर म्यामहरूले पनि भन्नुभएको थियो होला तपाईँहरूलाई। र आजबाट हामी अफिसियल्ली क्लास स्टार्ट गरौँ। क्लास स्टार्ट गर्नुभन्दा अगाडि मैले मेरो परिचयबाट स्टार्ट गरेँ। मेरो नाम ईश्वर ढुङ्गाना हो। म सफल एआईसँग आबद्ध भएर अहिले एआईका क्लासेसहरू अनि हाम्रो वेबसाइट डेभलपमेन्टका क्लासेसहरू, डिजिटल मार्केटिङ सबै हाम्रो टिमले चाहिँ सिकाइरहेको छ। हाम्रो डिफ्रेन्ट डिफ्रेन्ट ग्रुपहरू छ। एक दिनमा मेबी 6-7वटाहरू 6-7वटा जस्तो ग्रुपहरू छ। हामीले चाहिँ सफल एआईसँग आबद्ध भएर यो सिकाइरहेको छौँ। र यो स्पेसल्ली यो कोर्स डिजाइन गर्नुको कारण हाम्रो एकजना सर पनि हुनुहुन्छ। मैले यहाँ देखेँ हाम्रो मन्जय यादव सर। उहाँले हामीसँग पहिला मेबी एआईको नर्मल कोर्स र एआईको एडभान्स कोर्स पनि गरिसक्नु भएको थियो, इफ आइ एम नट रङ। ओके। ओके, यहाँनिर चाहिँ तपाईँको एक्स्ट्रा तपाईँ उदय सरसँग कुरा हुनुभएको। तपाईँहरू कति 4-5 जना एक्स्ट्रा एडमिसन नहुनु भएको सर म्यामहरू पनि आउनु भएको छ होला। यो के अरे क्लास हुन्छ कि हुँदैन, यो स्क्याम नै हो कि, त्यो एकदमै डाउट रहेछ अहिले। तपाईँहरूलाई चाहिँ यो के अरे आज मात्र हो यसरी लिङ्क आएको। तपाईँहरू 4-5 जना कतिजना हुनुहुन्छ आउट अफ एडमिसन हुनुभएको सर म्यामहरू, भोलिबाट तपाईँहरूलाई लिङ्क आउँदैन। ओके। र म तपाईँहरूलाई एउटा कुरा भन्छु, हाम्रो क्लास 1 घन्टाको भने तापनि नर्मली 1 घन्टा हुँदैन, यो 1.5 घन्टा जस्तो नै जान्छ। सो अगाडि चाहिँ हामीले जहिले पनि क्लास स्टार्ट गर्दाखेरि तपाईँहरूको 5 देखि 7 मिनट जस्तो क्वेसनहरू लिन्छौँ। तपाईँहरूलाई चाहिँ हामीले आज पढाउँछौँ। आज पढाएको कुराहरू तपाईँलाई आज नै भिडियोहरू राखिदिन्छौँ सबै। हामीले युट्युबमा राख्छौँ। हाम्रो सफल एआईको युट्युब छ। मैले तपाईँहरूलाई सानो रिक्वेस्ट गरेँ, त्यो युट्युबलाई पनि सब्सक्राइब गरेर राखिदिनु होला। हामीलाई पनि हेल्प हुन्छ र हामीले पछि सफल एआईबाट नयाँ नयाँ टिचरहरूको लागि कन्टेन्टहरू राख्छौँ। त्यति बेला तपाईँले सब्सक्राइब गरेर राखिदिनु भयो भने तपाईँहरूको फिडमा चाहिँ, न्युज फिडमा चाहिँ अलरेडी आउँछ। अहिले म तपाईँहरूलाई लिङ्क पनि राखिदिन्छु। अनि हामीले अपलोड गर्ने भिडियो भनेको पनि युट्युबमै हो, तर हामीले युट्युबमा राखेको भिडियोलाई पब्लिकली राख्दैनौँ, अनलिस्टेड गरेर राख्छौँ। त्यो भन्नुको मतलब हामीले जसलाई जसलाई युट्युबको लिङ्क दिन्छौँ उहाँहरूले मात्र पाउनुहुन्छ। अब तपाईँहरू हामीसँग जोडिनु भएको कतिजना हुनुहुन्छ, उहाँहरूले मात्र त्यो क्लासको लिङ्क पाउनुहुन्छ। त्योभन्दा बाहेक अरूलाई चाहिँ जाँदैन। यो अनलिस्टेड भनेको चाहिँ यसरी काम गर्छ। र आज हाम्रो फर्स्ट दिन हो। मैले तपाईँहरूलाई हाम्रो सिलेबसमा भने जस्तै आज अलिकति एआईको ओभरभ्यूहरू, अनि हामीले इन्टायर 5 डेमा कुन कुन एआईका टुल्सहरू एज अ टिचर हामी अर्को कुरा मैले भन्न बिर्सेँ, हामी यहाँ जतिजना छौँ सबै टिचरहरू मात्र हुनुहुन्छ। टिचरहरू बाहेक, टिचरभन्दा बाहेक यहाँ बाहिरको कोही पनि हुनुहुन्न। नन टिचरहरू कोही पनि हुनुहुन्न। सो हामी देशभरिबाट विभिन्न इन्स्टिच्युटहरूमा पढाउने हाम्रो सर म्यामहरू नै हुनुहुन्छ। त्योभन्दा बाहेक कोही पनि हुनुहुन्न। सो हामीले के अरे यो कोर्सपछि तपाईँहरूलाई सर्टिफिकेसन पनि दिन्छौँ र एउटा टिचरहरूको कम्युनिटी पनि बनाइदिन्छौँ। हामीले पढाएको स्टुडेन्टहरूको हामीले योभन्दा अगाडि थुप्रै ब्याचहरू पढाइसक्यौँ टिचरहरूको लागि। यहाँनिर 4-5 जना जस्तो मैले हाम्रो पहिलाको नर्मल एआई कोर्स गरेको सर म्यामहरू देखिरहेको छु। उहाँहरूलाई पनि थाहा छ हामीले कसरी पढाउँछौँ, हाम्रो के अरे नर्मल्ली हाम्रो सिलेबसहरू कसरी जान्छ। उहाँहरूले विश्वास गरेर नै हामीसँग 3-4वटा कोर्स, यो चाहिँ कोर्स लगिसक्नु भएको छ। यो कोर्स टिचर नै हुनुहुन्थ्यो, उहाँहरू फेरि जोइन हुनुभएको छ। मैले यहाँ देखिरहेको छु हाम्रो सर म्यामहरूलाई। म तपाईँहरूलाई पछि एकचोटि पर्सनली पनि बोलाउँछु अनम्युट अप्सन दिएर। ओके। एज अ टिचर यो कोर्स अहिले जुन मार्केटमा ल्याएको छौँ त्यो नेपालको सिनारियोमा अलिकति नयाँ छ। तपाईँहरूले पनि एआईलाई चाहिँ अलिकति बुझेर एआईबाट एआईलाई नै काम गराउनु पर्यो होइन। अनि त्यसपछि अलिकति आफूलाई पनि एडभान्स लेभलतिर लिनु पर्यो।
त्यो उद्देश्यले चाहिँ हामीले यो कोर्सहरू ल्याएका हौँ। स्टार्ट गर्छौँ म्याम हामीले। तपाईँहरूलाई सुरुमा के रुल्सहरू पनि भन्नुपर्छ यहाँनिर। पछि यो कुराहरू बिचमा भन्दाखेरि राम्रो पनि हुँदैन। हामीले क्लासको सुरुमा सबैलाई अनम्युट के अरे म्युट सबैलाई म्युट गरिदिन्छौँ। होस्टले नै हाम्रो हेर्नुहुन्छ। यदि तपाईँहरूलाई चाहिँ केही क्वेसनहरू सोध्नु छ भने, केही बुझ्नु भएन भने त्यहाँनिर जुमको तल हेर्नु होला, ह्यान्ड रेज भन्ने अप्सन छ, तपाईँको हात उठाउने अप्सन छ। त्यहाँबाट हात उठाउनु भयो भने हामीले यहाँबाट तपाईँलाई बोल्ने एक्सेस दिन्छौँ। र क्लासको सुरुमा हामीले जहिले पनि तपाईँहरूलाई चाहिँ अनम्युट छोडिदिन्छौँ, जसले गर्दाखेरि तपाईँहरूलाई हामीलाई डाइरेक्ट क्वेसन एन्सरहरू हामीले गर्न सकौँ। र बिचमा जति बेला मैले एउटा टपिक ठ्याक्कै पढाउँछु त्यसपछि पनि तपाईँहरूको क्वेसनहरू लिन्छु मैले। त्यही अनुसार तपाईँहरूले कतिको बुझ्नुभयो त्यो हामीले त्यो एनालाइसिसहरू पनि गर्छौँ। ल अब हामी क्लास स्टार्ट गरौँ। र अर्को कुरा मैले यहाँनिर भने तपाईँहरूलाई, हामी जति सक्दो क्लासलाई चाहिँ इन्टरेक्टिभ बनाउनुपर्छ। मैले यहाँबाट तपाईँहरूलाई नर्मली ऱ्यान्डम क्वेसनहरू सोधिरहेको हुन्छु। प्यानलबाट पनि मान्छेहरू, हाम्रो सर म्यामहरूलाई मैले नाम बोलाएर सोधिरहेको हुन्छ। नर्मल्ली हामीले कति पढाएको कुराहरू मात्र कति बुझ्नुभयो, के भइरहेको छ भनेर पनि नर्मली सोधिरहेको हुन्छु। प्लिज मैले सोधेको बेला चाहिँ रिप्लाई दिनु होला। ओके, अब हामी अफिसियली हाम्रो क्लासहरू स्टार्ट गरौँ। मैले तपाईँहरूलाई 2-3वटा क्वेसनहरू सोधेर स्टार्ट गर्छु। यहाँबाट अब मलाई ठ्याक्कै थाहा पनि हुनु पर्यो तपाईँहरूले कस्तो कस्तो टुल्सहरू चलाइराख्नु भएको छ। हाम्रो सिलेबस त यतातिर छँदैछ नै। मैले तपाईँहरूले एआईलाई कसरी अहिलेसम्म बुझिराख्नु भएको छ, कसरी चलाइराख्नु भएको छ, त्यो पनि एउटा सानो ओभरभ्यू लिएर। ओके, ल मेरो फर्स्ट क्वेसन छ तपाईँहरूलाई। च्याटमा लेखिदिनु होला, मलाई जतिजनाले सुनिराख्नु भएको छ तपाईँहरू। त्यहाँ तल च्याट भन्ने अप्सन छ जुमको तल, त्यहाँनिर च्याट गर्न मिल्छ। सो अहिलेसम्म तपाईँहरूले चलाउनु भएको एआई टुल्सहरू के छ मलाई एकचोटि भनिदिनु पर्यो। मैले फेरि पनि भने, च्याट जिपिटी ओन्ली भन्नुभएको छ। अलराइट, ल यहाँ जतिजना हुनुहुन्छ अहिलेसम्म तपाईँहरूले के टुल्सहरू, एआईको टुल्सहरू चाहिँ चलाउनु भएको छ मजाले भनिदिनु पर्यो। ओके, च्याट जिपिटी, लुमा एजुकेसन, नाइस। ओके, च्याट जिपिटी, जेमिनाई ग्रक, च्याट जिपिटी एन्ड जेमिनाई, लुमा, च्याट जिपिटी, डिपसिक, जेमिनाई। ओके, क्लाउड पनि चलाउनु भएको रहेछ, भेरी गुड। क्यानभा, गुगल लेन्स पनि भन्नुभएको छ। अलराइट, क्याम्ब्रिजको वेब पेज भन्नुभएको छ। अलिअलि केही च्याट जिपिटी, जेमिनाई। ल हुन्छ, मेरो अर्को क्वेसन छ तपाईँहरूलाई। तपाईँहरू यहाँ जतिजनाले मलाई सुनिराख्नु भएको छ, यो एउटा नोटबुक एलएम भन्ने छ, कहिले युज गर्नु भएको छ? नोटबुक एलएम। ओके, यहाँनिर मैले एकैछिन छैन नभन्नु होला, मैले यहाँनिर 2-3वटा अरू एआईहरू पनि नाम लेख्छु। क्लाउड एआई,
र गामा एआई भन्ने अहिलेसम्म कसैले युज गर्नु भएको छ? यो तिन प्रोपरली युज गर्नु भएको छ भने एकचोटि भन्नुहोस् त। ओके, गर्नु त गरेको बिर्सिसक्यो भन्नुभएको चाहिँ केही छैन। हामी तपाईँहरूलाई एकदमै बेसिकबाट लग्छौँ यहाँनिर, सो टेन्सन नगर्नु होला। ओके, छैन भन्नुभएको छ। ओके, नो वरिज। नोटबुक एलएमको बारेमा थाहा छ बट नो क्लियर। ओके, अनि मेरो अर्को क्वेसन चाहिँ यहाँनिर हाम्रो नेपालकै सिलेबसमा आधारित एउटा लुमा एजुकेसन भन्ने छ, त्यो कसैले चलाउनु भएको छ? त्यो एआई चाहिँ होइन, उसले चाहिँ कन्टेन्ट दिन्छ हामीलाई। लुमा एजुकेसन कसैले चलाउनु भएको छ? ए एलओओएमए लुमा होला, एकैछिन है, मैले स्पेलिङ रङ लेखेँ। ओके, ओके, लुमा एक्चुली एआई होइन, तपाईँहरूलाई मैले यहाँनिरबाट भने। ओके, मन्ज यादव सरले हेलो ईश्वर सर भन्नुभएको रहेछ। सर नमस्कार, तपाईँहरूलाई वेलकम छ फेरि पनि, हाम्रो धेरैचोटि भेट भइसक्यो कोर्सहरूमा। ओके ओके, ठिक छ। ल हुन्छ, अब मैले तपाईँहरूलाई यति नै गरेँ। ल यहाँनिर अब मैले लेखेँ, तपाईँहरूलाई सानो एउटा ओभरभ्यू के दिन्छु भन्दाखेरि, मैले अहिले अहिले नै तपाईँको धेरै कुराहरू एकैछिन तपाईँलाई टेक्निकल्ली मैले धेरै कुराहरू केही पनि भनिनँ। सुरुमा मैले यो एआई टुल्सहरूको बारेमा थोरै तपाईँहरूलाई फ्यामिलियर गराउँछु, मैले यो टुल्सहरू युज गर्छौँ भनेर। त्यसपछि हामी यो ब्याकएन्डतिर जान्छौँ। यो एआईले कसरी काम गर्छ, यो प्रम्प्ट इन्जिनियरिङ भनेको के हो, हामीलाई एआई किन चाहिन्छ, होइन, एज अ टिचर तपाईँहरूले एआई किन सिक्नुपर्छ, म त्यो कुराहरूलाई एकैछिन पछि भन्छु। त्योभन्दा अगाडि हामीले यो 5 दिनमा कुन कुन टुल्सहरू प्रयोग गर्छौँ र किन प्रयोग गर्छौँ, मैले एकचोटि लेखिदिन्छु यहाँनिर। तपाईँहरूले चाहिँ यसको स्क्रिनसट गर्नु होला, अथवा तपाईँहरूसँग नोट नोट छ भने नोट गर्नु होला, कसरी हुन्छ। मैले यहाँनिर चाहिँ सानो ओभरभ्यू दिएँ, किनकि तपाईँहरूलाई चाहिँ थाहा हुनु पर्यो एटलिस्ट यस्तो टुल्सहरू छ, यो टुल्सहरू चाहिँ अब हामीले 5 दिनमा चाहिँ युज गर्छौँ भनेर आफ्नो रिसर्च पनि गर्नुहुन्छ तपाईँले साइड वाइज पछि। सुरुमा हामीले युज गर्ने भनेको तपाईँहरूको लोकप्रिय एकदमै चलन चल्तीमा आएको च्याट जिपिटी। त्यसपछि हामीले चलाउने भनेको जेमिनाई। त्यसपछि चलाउने भनेको क्लड एआई भन्ने छ एउटा। अनि क्लड एआई पछि हामीले चलाउँछौँ नोटबुक एलएम। ओके, नोटबुक एलएम पछि चलाउँछौँ हामी गाम्मा एआई भन्ने। र जेमिनीमा चलाउँछौँ हामीले, मैले जेमिनाईलाई चाहिँ अलिकति धेरै फोकस गराउँछु, किनकि यो एकदमै इम्पोर्टेन्ट एप हो अरू सबैभन्दा, जेमिनाई एज अ टिचरहरूको लागि। जेमिनाई भित्र हुन्छ तपाईँको जेमिनाई क्यानभास र जेमिनाई नोटबुक। अरू कुरा भनेको जेमिनाई क्रिएट इमेज। यो एकैछिन, मैले तपाईँहरूलाई यो धेरै केही पनि छैन, मैले तपाईँहरूलाई यो सबै कुराहरू बुझाउँछु नै पछि। अहिले चाहिँ तपाईँहरूलाई यहाँ लेखेर मात्रै राखिदिएको, तपाईँहरू आफ्नो यो इन्टरफेसलाई चाहिँ स्क्रिनसट गरेर राख्नुहोस्, अथवा कतै कतै लेखेर राख्नु होला। हामीले 5 दिनमा चाहिँ यो टुल्सहरू युज गर्छौँ। र एज अ टिचर तपाईँ आइदर तपाईँ प्राइभीमा पढाइराख्नु भएको होला, माध्यमिकमा पढाइराख्नु भएको होला, +2 युनिभर्सिटी, यति 5वटा टुल्सहरू तपाईँलाई राम्रोसँग चलाउन आयो भने तपाईँको काम भनेको एकदमै इजी हुन्छ। तपाईँले जसरी ट्रेडिसनल वेमा आफ्नो कामहरू गरिराख्नु भएको छ, लेसन प्लानिङहरू गरिराख्नु भएको छ, सिलेबसहरू बनाइराख्नु भएको छ, तपाईँको क्विजहरू बनाउनुहुन्छ, अनि स्कुलहरूको लागि डिजाइनहरू बनाउनु पर्ने, यो कामहरू यी टुल्सहरू सिक्नुभयो भने। अनि अर्को कुरा भन्न बिर्सेँ मैले, हाम्रो पिडिएफ प्रेजेन्टेसनहरू, अनि एक्सेल सिटहरू,
अनि तपाईँको कोड फाइलहरू जति पनि हामीलाई एज अ टिचर चाहिन्छ, यो 5वटा एआई टुल्सहरूले चाहिँ तपाईँहरूलाई प्रोभाइड गर्छ। यो जेमिनाई क्यानभास, जेमिनाई नोटबुक, जेमिनाई क्रिएट इमेज भन्ने यो 3वटा फरक कुरा लेखे पनि यो सबै कुरा हुने भनेको जेमिनाई भित्र नै हो। हामीले अहिले चाहिँ तपाईँलाई हाम्रो ग्रुपमा यो सबै एआईहरूको लिङ्क पनि राखिदिन्छौँ। यो च्याट जिपिटी, जेमिनाई, क्लाउड भन्नेको क्लाउड नोटबुक यो प्ले स्टोरमा पनि पाउँछ। तपाईँले आफ्नो मोबाइलमा प्ले स्टोरमा गएर यो कुराहरू सर्च गर्दा पनि पाउँछ। अनि यो जेमिनाई क्यानभास, नोटबुक, क्रिएट इमेज भनेर फरक फरक सर्च नगर्नु होला। जेमिनाई भित्र नै यो कुराहरू हुन्छ। मैले तपाईँहरूलाई यो कुराहरू डिपली पछि बुझाउँछु। जति बेला हामी जेमिनाईबाट काम गर्न थाल्छौँ, लेसन प्लानिङहरू गर्ने कामहरू, तपाईँको सिलेबसहरूको प्लान गर्ने कामहरू जेमिनाईबाट गर्छौँ, त्यो बेला मजाले सिकाउँछौँ। ल, मैले यो कुरालाई साइडमा राखेँ। अब मैले तपाईँलाई यहाँनिर च्याट जिपिटीले के गर्छ, जेमिनाईले के गर्छ र क्लाउड एआईले के गर्छ, यो 3वटा कुराको मात्र मैले एउटा ओभरभ्यू दिन्छु अहिले। यो बाँकी पछि हाम्रो सिलेबसमै गर्दै जाँदाखेरि प्र्याक्टिकल भइहाल्छ नै। ल, सुरुमा च्याट जिपिटी लेखेँ मैले। अब मेरो तपाईँहरूलाई एउटा क्वेसन छ, भ्याउनुहुन्छ भने लेख्नु होला च्याटमा। तपाईँहरूले च्याट जिपिटी एज अ टिचर, मैले तपाईँहरूको के अरे इन्डिभिजुअल लाइफमा गइनँ, एज अ टिचर तपाईँले च्याट जिपिटी के कामको लागि युज गर्नुहुन्छ, त्यहाँनिर एकैचोटि भनिदिनु होला सर्टकटमा। र च्याट जिपिटी र मैले जेमिनाई सँगै लेखिदिएँ, किनकि यो दुइटाले चाहिँ गर्ने काम सिमिलर हो, तर केही फिचरहरू फरक फरक छ, त्यो अहिले हामी डिस्कस गर्छौँ नै। मलाई सुनिराख्नु भएको छ भने तपाईँले एज अ टिचर यो एआईहरू किन युज गरिराख्नु भएको छ, फाइन्ड एन्सर, क्रिएट इमेज भन्नुभएको छ, विषयवस्तु खोज्न भन्नुभएको छ, त्यहाँ लेख्दै गर्नु होला। म तपाईँहरूको एउटा सानो ओभरभ्यू लगेर तपाईँहरूको कतिको नलेज छ, तपाईँहरूलाई कसरी लग्न सकिन्छ भन्ने कुरा मैले पहिला एनालाइसिस गर्नुपर्छ यताबाट। पढाउने तरिका सिक्नको लागि, सब्जेक्ट म्याटरहरू बुझ्नको लागि, क्वेसन सल्भ गर्नको लागि, क्विज कन्टेक्स्ट, फाइन्ड एन्सर, नयाँ विषयवस्तु खोज्न। ओके, यहाँ एउटा नयाँ कुरा आएको छ। च्याट जिपिटीलाई चाहिँ भिडियो बनाउन, अडियो बनाउन भन्नुभएको छ गोविन्द तुमजाम सरले। यो अलिकति कम्प्लेक्स विषय भयो। भिडियो पनि बनाउन आउँछ भने त्यो राम्रो कुराहरू हो, ठिक छ। नयाँ विषयवस्तु खोज्न। ल, नर्मल्ली हामीले च्याट जिपिटी र जेमिनाई युज गर्ने भनेकै के तपाईँहरूलाई समस्या आयो अथवा तपाईँलाई भोलि नै एउटा के कामहरू गर्नुपर्ने छ, रिपोर्टहरू बनाउनु पर्ने छ, पिडिएफहरू बनाउनु पर्ने छ, नयाँ कुराहरू विद्यार्थीहरूलाई सिकाउनु पर्ने छ, के तपाईँहरूलाई सानो प्रब्लम आयो, त्यसपछि तपाईँ जानुहुन्छ च्याट जिपिटी अथवा जेमिनाई खोल्नुहुन्छ अनि आफ्नो कुराहरू लेख्नुहुन्छ। एकैछिन है। तर कहिलेकाहीँ यस्तो भएको छ तपाईँहरूले, तपाईँहरूले सोध्नुहुन्छ एउटा कुरा, तपाईँलाई चाहिएको हुन्छ एउटा कुरा, तर एआईले अर्कै कुरा दिन्छ तपाईँहरूलाई। यो कुराहरू नर्मल्ली हामीले भन्छौँ प्रम्प्ट इन्जिनियरिङ। यो कुराहरू पनि मजाले बुझ्छौँ। यो समस्याहरू धेरैको आउँदो रहेछ। मलाई चाहिएको एउटा कुरा छ, तर त्यो एआईले बुझ्दै बुझ्दैन। एआईले चाहिँ तपाईँको नयाँ नयाँ कुराहरू दिने, आफ्नै एउटा नेरेसन बनाएर दिने, आफ्नै कुराहरू राखिदिने त्यहाँनिर होइन, त्यसरी चाहिँ दिँदो रहेछ एआईले। अनि कति कति बेला त तपाईँहरूको त्यो वाक्य संयोजन के अरे संयोजन गर्दाखेरि क्लियरली नदिने, अनि त्यहाँनिर अशुद्ध लेखिदिने, यो प्रब्लमहरू धेरै आउनुको कारण भनेको हामीले चाहिँ एआईलाई सही निर्देशन दिन नजान्नु हो। म तपाईँहरूलाई त्यो कुराहरू मजाले बुझाउँछु, तर त्योभन्दा अगाडि यहाँ हेर्नु होला। यो च्याट जिपिटी र च्याट जिपिटीलाई हामीले कति बेला युज गर्ने र जेमिनाईलाई कति बेला युज गर्ने, मैले सानो कुराहरू यहाँनिर भनेर त्यसपछि म तपाईँहरूलाई यो एआईको ठ्याक्कै हाम्रो जुन उद्देश्य छ त्यतातिर लिन्छु। च्याट जिपिटीलाई हामीले कति बेला युज गर्ने भन्दाखेरि
जति बेला तपाईँलाई सानो कुराहरू अथवा केही कुराहरू ठ्याक्कै चाहियो, रिपोर्ट चाहियो अथवा तपाईँले एउटा पिडिएफ दिनुहुन्छ त्यसको समरीहरू चाहियो, मैले यहाँनिर लेख्छु समरी भनेको सारांश, समरी चाहियो, रिपोर्टहरू बनाउनु पर्यो, अनि इमेलहरू लेख्नु पर्यो, अनि तपाईँको ट्रान्सलेसनहरू गर्नु पर्यो, अनि बेसिक डिजाइनहरू गर्नु पर्यो, बेसिक डिजाइनहरू गर्नु पर्यो। एकैछिन है। बेसिक डिजाइनहरू गर्नु पर्यो। हामीले नर्मली च्याट जिपिटीहरू चाहिँ यस्तो बेला युज गर्छौँ, अथवा तपाईँलाई केही आएन त्यो सामान्य प्रश्न उत्तर गर्नुभयो भने गर्नको लागि हामीले च्याट जिपिटी युज गर्छौँ। अनि यो जेमिनीको एउटा राम्रो फिचर छ, जेमिनीलाई कति बेला युज गर्छौँ भन्दाखेरि जति बेला हामीलाई रियल टाइम अपडेटहरू चाहियो। भन्नुको मतलब ठ्याक्कै अहिले विश्वमा के भइरहेको छ हामीले जसरी गुगलमा गएर सर्च गर्छौँ त्यसरी जेमिनाईमा गएर सर्च गर्यो भने जेमिनाईले त्यसरी रिप्लाई दिन्छ तपाईँलाई। अनि यहाँनिर मैले एउटा कुरो भन्न बिर्सेँ, च्याट जिपिटी चाहिँ तपाईँ ओपन एआई भन्ने एउटा संस्था छ, अर्गनाइजेसन, उनीहरूले बाहिर ल्याएको हो, र जेमिनाई भनेको चाहिँ तपाईँको गुगलकै आफ्नै एआई टुल्स हो, यसरी बुझ्नु पर्यो, अथवा गुगलकै आफ्नै एलएलएम मोडल हो। यहाँ हामीले के अरे जेमिनाईमा गएर जति पनि कुराहरू गर्छौँ त्यसको डाइरेक्ट लिङ्क हुन्छ हाम्रो गुगलसँग। त्यही भएर हामीले जसरी गुगलमा गएर कुराहरू खोज्छौँ, अहिले वेदर कस्तो छ होइन, हाम्रो नयाँ समाचारहरू के छ, हामीले जसरी गुगलमा सर्च गर्छौँ हामीले जेमिनाईलाई पनि त्यसरी नै हामीले युज गर्ने हो। रियल टाइम अपडेटहरू चाहियो तपाईँलाई चाहिँ आजको राशिफलहरू चाहियो, अथवा आजको तपाईँको तपाईँले के गर्नुहुन्छ भन्दाखेरि कान्तिपुरले के समाचार लेखेको छ भनेर कान्तिपुरको वेबसाइटमा जानुभन्दा, कान्तिपुरहरू अथवा तपाईँको के अरे कान्तिपुरको वेबसाइट खोजेर त्यहाँभित्र हेर्नुभन्दा, गोर्खापत्रको त्यसरी हेर्नुभन्दा तपाईँलाई कुनै पनि न्युजहरू चाहियो, रियल टाइम आजको न्युजहरू चाहियो भने जस्ट तपाईँ जाने जेमिनाईलाई सोद्धाखेरि पनि तपाईँले मजाले दिन्छ। रियल टाइम गुगलमा जे भइरहेको छ कुराहरू, रियल टाइम अपडेटहरू त्यो जेमिनाईले दिन सक्छ। यो चाहिँ जेमिनाईको एकदमै ठुलो पावर हो। मैले यहाँनिर धेरै कुराहरू भनिनँ अहिले। अनि अर्को छ तपाईँको अल्ट्रा रियलिस्टिक इमेजहरू निकाल्नको लागि। जेमिनाईसँग हाम्रो गुगलसँग न्यानो बनाना कसैले युज गर्नु भएको छ भने एउटा इमेज बनाउने मोडल छ, जो चाहिँ एकदमै तपाईँले जेमिनाईबाट बनाएको फोटोहरू कहिलेकाहीँ यो साँच्ची नै मान्छेले खिचेको हो कि एआईले बनाएको तपाईँलाई छुट्याउनै गाह्रो हुन्छ। त्यस्तो रियलिस्टिक इमेज बनाउने क्यापासिटी चाहिँ जेमिनाईसँग छ। यो भर्खरै अपडेट भएको छ न्यानो बनानाको मोडलहरू, जुन चाहिँ जेमिनाईले पनि युज गर्छ। हामी यो तपाईँलाई हामी यो कोर्समा यो इमेजहरू डिजाइन गर्ने बेला पनि देखाउँछौँ। तपाईँलाई चाहिँ एकदमै रियलिस्टिक लाग्छ यो फेजहरू, जेमिनाईले बनाइदिएको इमेजहरू एकदमै रियलिस्टिक लाग्छ त्यहाँनिर। यो मान्छेले नै खिचेको हो कि एआईले बनाइदिएको तपाईँलाई छुट्याउनै त्यस्तो गाह्रो भइदिन्छ। त्यो टाइपको रियलिस्टिक इमेजहरू बनाउनु पर्यो, जसलाई चाहिँ हामीले एआई इमेज जेनेरेसन भन्छौँ। त्यो कामहरू गर्नु पर्यो भने हामीले नर्मली जेमिनाईलाई चाहिँ युज गर्छौँ। अनि अर्को कुरा मैले भने जेमिनाई भनेको गुगलको आफ्नै एआई मोडल हो। हामीले चाहिँ के अरे गुगलका प्रोडक्टहरू युज गर्छौँ, जिमेल युज गर्छौँ, त्यसपछि गुगल ड्राइभहरू युज गर्छौँ, गुगल फोटोजहरू युज गर्छौँ, अनि त्यसपछि गुगल डक, सिट, के कुराहरू छ सबैको एक्सेस चाहिँ जेमिनाईसँग हुन्छ। तपाईँले एकचोटि आफ्नो इमेल लगेर जेमिनाईसँग राख्नुभयो, लगइन गर्नुभयो भने तपाईँको इमेलको एक्सेस पनि जेमिनाईसँग हुन्छ, तपाईँको गुगल फोटोजको एक्सेस पनि जेमिनाईसँग हुन्छ, ड्राइभको, अनि तपाईँको जति पनि सिट के अरे तपाईँको स्प्रेड सिटहरू छ गुगलभित्र सबैको एक्सेस चाहिँ तपाईँको जेमिनाईसँग हुन्छ। यो भयो एकदमै ठुलो एडभान्टेज पनि हो। यदि तपाईँहरूलाई चाहिँ
कर्पोरेट लेभलमा काम गर्नुपर्छ, एकदमै इमेलहरू आइरहेको छ, त्यो कसरी रिप्लाई दिने एकदमै गाह्रो हुन्छ हेरेर भने तपाईँले चाहिँ जेमिनाईलाई सिधै सोद्धा पनि हुन्छ। आज मेरो कतिवटा इमेलहरू आएको छ, मेरो त्यो इमेलहरूलाई चाहिँ कसरी रिप्लाई दिने, मोडल बनाइदियो भन्दाखेरि सबै यो जेमिनाईले गरिदिन सक्छ। अनि अर्को कुरो भनेको तपाईँको 2014तिर एउटा फोटो खिच्नु भएको छ, यो स्क्रोल गरेर जाँदाखेरि त गुगल फोटोजमा तपाईँको टन्नै टाइम लाग्छ नि त। यो जेमिनाईले चाहिँ तपाईँको गुगल फोटोको एसेस पनि लिन्छ। त्यहाँनिर तपाईँले चाहिँ 2014मा मेरो कुन कुन फोटोहरू छ तपाईँलाई कन्टेक्स्ट थाहा छ भने यस्तो यस्तो फोटो थियो त्यो निकालेर दियो भन्दाखेरि पनि जेमिनाईले निकालिदिन सक्छ। यो भनेको गुगल गुगल वर्क स्पेसको एसेस चाहिँ के हाम्रो जेमिनाईसँग हुन्छ। तपाईँको गुगल फोटोजहरू जति पनि छ त्यहाँ सबै जेमिनाईसँग चाहिँ एसेस छ। एकैछिन है। ओके, यहाँ एउटा च्याटमा हाम्रो करेन्सी रेट पनि भन्नुभएको रहेछ। राइट, करेन्सी पनि रियल टाइममै अपडेट हुने भएकोले जेमिनाईले मजाले दिन सक्छ। करेन्सी रेटहरू तपाईँको अहिले तपाईँको युएसमा के चलिरहेको छ, जे जे गुगलले चाहिँ तपाईँलाई नयाँ अपडेट दिन सक्छ त्यो जेमिनाईले पनि दिन सक्छ तपाईँलाई। त्यही भएर अब आफ्नो टाइमहरू बचाउनको लागि गुगलमा गएर छुट्टै न्युजहरू हेर्ने, वेदरहरू हेर्ने यो काम गर्नुभन्दा सिधै जेमिनाईमा गएर तपाईँहरूलाई ठ्याक्कै के चाहिएको छ रियल टाइम अपडेटहरू सोधिदिँदाखेरि मजाले चाहिँ जेमिनाईले तपाईँलाई रिप्लाई दिन्छ। ओके, यो चाहिँ मैले सानो ओभरभ्यू दिएँ तपाईँलाई च्याट जिपिटी र जेमिनाईको किन दिएँ भन्दाखेरि तपाईँहरूले चलाइराखेको यो मोडलहरू हो, त्यही भएर अलिकति बुझ्न पनि सजिलो हुन्छ। अनि कतिजनाले त युज पनि गरिसक्नु भएको होला तपाईँहरूले। यो सानो ओभरभ्यू थियो। अब जाउँ हामी यो एआईले कसरी काम गर्छ त होइन। अब तपाईँ एज अ टिचर आउनु भएको छ एआई गर्नको लागि। मैले तपाईँहरूनिर रिपिटेडली एउटा कुराहरू के भन्दाखेरि एआई टुल्सहरू जति पनि बजारमा आउँछन् यो सिक्न गाह्रो छैन। तर म तपाईँहरूले सिक्नुपर्ने भनेको एआईलाई ठ्याक्कै कसरी निर्देशन दिने, एआईको अल्गोरिदम्सहरूले कसरी काम गर्छ, अनि तपाईँको एक्सपेक्ट आउटपुट अनि तपाईँले एक्सपेक्ट आउट आउन सकिस्, यो भनेको हाम्रो मेजर कन्सर्न हो। ओके, मैले तपाईँलाई सर्टकटमा यो एआईले कसरी काम गर्छ भन्ने कुराको सानो ओभरभ्यू दिन्छु। ल यहाँ हेर्नु होला, तपाईँहरूले च्याट जिपिटी जति पनि एआई मोडलहरू चलाइराख्नु भएको छ, तपाईँलाई थाहा पनि होला कुनै पनि एआई मोडल तपाईँले नबोलाएसम्म तपाईँसँग बोल्न चाहिँ आउँदैनन् यी मोडलहरू। त्यो तपाईँहरूलाई थाहा पनि छ। च्याट जिपिटीमा जानुभयो, अनि च्याट जिपिटीमा नयाँ च्याट खोल्नुभयो तपाईँले, सिधै तपाईँलाई कहिले पनि एआईले चाहिँ पहिला सम्बोधन गर्दैन अन्टिल एन्ड अनलेस तपाईँ नबोल्दासम्म। एआईको के अरे कुनै पनि तपाईँले जेमिनाई युज गर्नुहोस्, अहिले जति पनि हजारौँ मोडलहरू छ मार्केटमा, त्यो मोडलहरू कसरी बनाएको हुन्छ भन्दाखेरि सुरुमा लिने भनेको ह्युमन आइडिया। यहाँनिर मैले लेखेँ, एआईले लिने भनेको सुरुमा मान्छेको ओपिनियन लिन्छ। त्यसपछि अर्को स्टेप भनेको यो मैले तपाईँहरूलाई हिजो पनि भनेको थिएँ, प्रम्प्ट इन्जिनियरिङ भन्छ। अनि अर्को भनेको तपाईँको त्यसपछिको स्टेप भनेको यो अल्गोरिदम भन्ने कतै सुन्नु भएको होला तपाईँहरूले। म एकैछिनमा आउँछु तपाईँहरूसँग, पहिला यता कम्प्लिट गरौँ यसलाई। एआई अल्गोरिदम्स भन्छ।
अथवा अहिले तपाईँहरूले यो अल्गोरिदम भन्ने कतै सुन्नु भएको छ भने एकदमै प्रचलित वर्ड पनि हो यो। त्यसपछि मात्र तपाईँको आउने भनेको तपाईँले जे खोजिराख्नु भएको छ त्यो कुरा चाहिँ तपाईँको एक्सपेक्टेड आउटपुट चाहिँ यो 3वटा माथिको स्टेपहरू क्लियर भइसकेपछि आउँछ है। एक्सपेक्टेड आउटपुट लेखेँ मैले। ल अब हामी यो कुरामा डिपली एनालाइसिस गर्छौँ। त्योभन्दा अगाडि यहाँ पिआरओ एम्टी भएको रहेछ एकैछिन है। त्योभन्दा अगाडि मैले तपाईँहरूलाई एउटा क्वेसन सोधेँ। अहिले के अरे एआईहरू जति पनि एआईहरू बजारमा आएको छन्, यो एआई आइसकेपछि यो एकदमै फेमस वर्ड, एकदमै चलिआएको, एकदमै प्रचलनमा यो प्रम्प्ट भन्ने वर्ड चाहिँ धेरै युज भइरहेको छ एआई आइसकेपछि। ल मेरो क्वेसन छ तपाईँहरूलाई, यो प्रम्प्ट भनेको चाहिँ के रहेछ? प्रम्प्ट केलाई भन्छ? तपाईँहरूले कतै सुन्नु भएको छ कि छैन? यो एकदमै अहिले चाहिँ एआई आइसकेपछि एकदमै युज हुने वर्ड भनेको प्रम्प्ट नै हो। मलाई भन्नुहोस् त के थाहा छ तपाईँहरूलाई यो प्रम्प्टको बारेमा? प्रम्प्ट भनेको चाहिँ के रहेछ तपाईँको विचारमा? त्यहाँ लेखिदिनु होला। प्रम्प्ट भनेको चाहिँ के हो? मेरो क्वेसन। कमान्ड भन्नुभएको छ हाम्रो करण सरले। वेल कमान्ड भन्नुभएको छ। लेख्दै गर्नुहोस्, तपाईँहरूलाई जे जे आउँछ यो सुन्नु भएको छ भने यो प्रम्प्ट भनेको चाहिँ के रहेछ भनिदिनु पर्यो। थाहा छैन भन्नुभएको छ, नो आइडिया भन्नुभएको छ। एआईलाई सोध्न प्रयोग गरिने भाषा प्रम्प्ट सुनेकै छैन भन्नुभएको छ, निर्देशन भन्नुभएको छ हो कि इन्स्ट्रक्सन थाहा छैन। ठिक छ। ओके, ल मैले यहाँनिर तपाईँहरूलाई अर्को क्वेसन पनि गरिहालेँ है। मलाई पछि तपाईँहरूलाई चाहिँ यो कुराहरू बुझाउन सजिलो हुन्छ। एउटा प्रम्प्ट सोधेँ मैले, अनि अर्को भनेको यो अल्गोरिदम्स भन्ने कतै सुन्नु भएको छ तपाईँले? यो अस्ति हाम्रो पार्लियामेन्टमा पनि हाम्रो के अरे प्रतिपक्ष दलको नेताले चाहिँ यो अल्गोरिदम्सले गर्दाखेरि यो के अरे रासोपाले जित्यो, यस्तो कुराहरू आइरहेको थियो, विवादित कुराहरू आइरहेको थियो। यो तपाईँहरूलाई थाहा छ भने भन्नुहोस् त, यो अल्गोरिदम्स भन्ने? ओके, सुनेको छ बट के हो थाहा छैन भन्नुभएको छ। ल कसैलाई पनि थाहा छ भने यो अल्गोरिदम्स भनेको के रहेछ, यदि तपाईँहरू म्याथ टिचर हुनुहुन्छ भने त तपाईँहरूलाई के अरे तपाईँहरूलाई यो एउटा प्रोसेस भन्ने पनि थाहा होला। अल्गोरिदम्सहरू तपाईँको युज पनि हुन्छ म्याथमेटिक्सहरूमा। एआईले पार्ने भ्रम भन्नुभएको छ, त्यो अलिकति होइन। ओके, म्याथ्समा तपाईँको युज हुने अल्गोरिदम पनि त्यही हो, एआईमा युज हुने पनि अल्गोरिदम त्यही नै हो है। मैले तपाईँलाई यसरी भने अल्गोरिदम सुन्नु भएको छ भने यो एआईको पछाडिको ब्याकग्राउन्ड, तपाईँको ब्याकग्राउन्डमा जुन काम गर्ने एउटा इन्जिनियरिङ हुन्छ, मेकानिजम हुन्छ, त्यो नै अल्गोरिदम हो। नर्मली रुल्स भन्नुभएको छ। ओके, सिक्वेन्स अफ इन्स्ट्रक्सन भन्नुभएको छ हरि सरले, एक्ज्याक्टली त्यही तपाईँहरूबाट मैले निकाल्न खोजेको स्टेप प्रोसेस। ल ठिक छ, अब मैले तपाईँहरूलाई सुरुमा भन्छु यो प्रम्प्ट भनेको के रहेछ। यहाँ धेरै सर म्यामहरूले चाहिँ त्यहाँ च्याटमा लेखि पनि सक्नु भएको थियो। एआईलाई दिने इन्स्ट्रक्सन, यसरी बुझ्नुहोस्, एआईलाई दिने निर्देशन, जति राम्रो हामीले एआईलाई निर्देशन दिन सक्छौँ त्यति राम्रो हाम्रो रिजल्ट आउँछ। अनि प्रम्प्ट लेख्ने एउटा राम्रो कलालाई प्रम्प्ट इन्जिनियरिङ भन्छ नर्मल्ली। तपाईँले जति राम्रो प्रम्प्ट लेख्न सक्नुहुन्छ त्यति नै राम्रो तपाईँको आउटपुट आउने हो एआईबाट। र अहिले कुनै पनि एआई मोडलहरू चलाउँदाखेरि तपाईँले जान्नै पर्ने कुरा भनेको प्रम्प्ट कसरी लेख्ने। किनकि कुनै पनि मोडलहरू हामीले पहिला कमान्ड दिने हो, त्यसपछि मात्र हामीले रिप्लाई पाउने हो कि।
जतिसुकै बजारमा एआई मोडलहरू छ, च्याट जिपिटी, जेमिनाई, क्लड भन्नुहोस्, नोटबुक भन्नुहोस्, जति पनि यो मोडलहरू छ, यिनीहरूले चाहिँ पहिला हाम्रो प्रम्प्ट लिने हो, त्यसपछि मात्र हाम्रो रिप्लाई दिने हो कि हामीलाई जे चाहिन्छ, हामीलाई एउटा मान्छेले के खोजिरहेको छ उसले त्यही दिने हो। त्यसको लागि हामीले एकदमै राम्रो निर्देशनहरू, एकदमै राम्रो प्रम्प्टहरू दिन आवश्यक छ। र त्यो प्रम्प्टकै रुल्स पनि छन्, त्यो रुल्सहरू पनि मजाले त्यो रुल्सहरू फलो गर्नुभयो भने तपाईँले जुनसुकै एआई मोडलहरू चलाउँदाखेरि पनि तपाईँलाई गाह्रो हुँदैन। अनि अर्को कुरा भनेको अल्गोरिदम्स। मैले भने अल्गोरिदम भनेको एआईले काम गर्ने तरिका। एउटा मान्छेले चाहिँ तपाईँको कुनै मैले च्याट जिपिटी नै भने, एउटा मान्छे जान्छ च्याट जिपिटीमा, उसले सोध्छ ल मलाई यो कुराहरू चाहियो, यो कुराहरू चाहियो, स्टेप बाई स्टेप गरिदियो भन्छ। त्यो कुराहरू सिधै तपाईँले च्याट जिपिटीले दिने होइन, त्यसको ब्याकएन्डमा ब्याकएन्ड इन्जिनियरिङ जुन हुन्छ त्यसमा चाहिँ केही अल्गोरिदम्सहरूलाई चाहिँ सेट गरिदिएको हुन्छ, केही निर्देशनहरू हुन्छन् त्यहाँ इन्जिनियर्सहरूले राखिदिएको। ल युजरले यो कुरा सोध्यो भने चाहिँ त्यो मान्छेलाई यस्तो रिप्लाई दिनु, यो स्टेप बाई स्टेप चाहिँ यसरी सल्भ गर्नु, यो सबै कुराहरूलाई चाहिँ एउटा के अरे सेटमा राखिदिएको हुन्छ। एआईको पनि एउटा छुट्टै अल्गोरिदम्स हुन्छ। ल मैले यो अल्गोरिदम्सको बारेमा थोरै तपाईँहरूलाई चाहिँ केही कुराहरू भन्छु। ल यहाँ हेर्नु होला है। ल एउटा अल्गोरिदमले कसरी काम गर्छ म त्यो तपाईँहरूलाई भन्छु। मैले यहाँनिर लेखेँ एउटा फेसबुक, टिकटक जति पनि सोसियल मिडियाहरू छ त्यो ट्याबको बारेमा मैले भन्छु। मानौ तपाईँले चाहिँ रिल्सहरू हेरिराख्नु भएको छ फेसबुकमा, टिकटकमा, अचानक तपाईँको रिलमा चाहिँ एउटा कुकुर र बिरालो लडेको एउटा भिडियो आउँछ मानौ, र तपाईँले त्यो भिडियो फुल हेर्नुहुन्छ। तपाईँलाई थाहा पनि छैन यस्तो भिडियो तपाईँले पहिला हेर्नु नै भएको थिएन, तपाईँको न्युजफिडमा कहाँबाट आयो, तपाईँले चाहिँ हेरिदिनु भयो र त्यो फुल भिडियो हेर्नुभयो, त्यहाँभित्र बसेका ती कमेन्टहरू, लाइकहरू के छन् सबै हेर्नुभयो तपाईँले, अनि स्क्रोल गर्नुभयो। स्क्रोल गरिसकेपछि 2 मिनट पछि अथवा 2-3वटा रिलहरू पछि फेरि कुकुर र बिरालो लडेको अर्को भिडियो आउँछ तपाईँको न्युजफिडमा। तपाईँले त्यो भिडियो पनि हेर्नुभयो। अब तपाईँले 1-2वटा रिल्सहरू पछि हेर्नुहुन्छ, कि त कुकुरको भिडियो आउँछ तपाईँको, कि त बिरालोकै भिडियो आउँछ। तपाईँहरूले चाहिँ रिल्सहरू चलाउनुहुन्छ भने तपाईँहरूले यो कहिलेकाहीँ हेर्नु भएको होला। तपाईँले जे हेरिराख्नु भएको छ त्यस्तै त्यस्तै भिडियोहरू मात्रै आउँछ कि तपाईँको न्युजफिडमा। यदि तपाईँहरूले फुटबल मात्र हेर्नुहुन्छ भने तपाईँको एउटा भिडियो हेर्नुभयो, त्यसपछि फेरि 2-3वटा रिलपछि फेरि फुटबल आउँछ, 2-3वटा रिल्सहरूपछि फेरि फुटबल आउँछ। त्यसै गर्दा गर्दै एकचोटि एउटा एउटा यस्तो फेज आउँछ जहाँ चाहिँ सबै रिल्समा चाहिँ फुटबलको भिडियोहरू मात्रै आउँछ कि। अनि टिकटकमा हेर्नु भएको होला, ल टिकटकमा चाहिँ त्यो भयो। अनि फेसबुकमा तपाईँलाई चाहिँ मैले एउटा अल्गोरिदम कसरी काम गर्छ भन्छु। तपाईँलाई चाहिँ कुनै नेताले केही गरिरहेको छ, कुनै नेता तपाईँलाई चाहिँ मनपर्छ, उसको पोस्ट आउँछ, उसको पोस्ट हेर्नुहुन्छ, त्यसपछि 2-3वटा पोस्ट पछि पनि फेरि तपाईँको त्यही नेताकोहरूको पोस्ट आउने होइन, त्यही तपाईँको चाहिँ रिलेटेड कुराहरू आउने होइन। कसैले तपाईँलाई थाहा पनि छैन यो कहाँबाट कुन पेज आइदिन्छ तपाईँकोमा, तर तपाईँले जे कुरा हेरिराख्नु भएको छ त्यही कुराहरू चाहिँ राखिदिन्छ फेसबुकले तपाईँको अगाडि। त्यो भनेको तपाईँको एउटा अल्गोरिदम ट्र्याप हो। यो कुनै पनि मोडलहरू, फेसबुकहरू, तपाईँको मेटा भयो, हाम्रो एआई मोडलहरू भयो, यिनीहरूको अल्गोरिदमलाई यसरी सेट गरेको हुन्छ। पहिला चाहिँ उसले मान्छेको ह्युमन आइडियाहरू, ओपिनियनहरू के छ बुझ्छ मजाले। मान्छेलाई चाहिँ कस्तो भिडियोहरू हेर्न मन लाग्छ, सुरुमा उसले चाहिँ एज अ टेस्टिङ त्यो भिडियो तपाईँको न्युज फिडमा राखिदिन्छ। तपाईँले चाहिँ टेस्टिङ पास गर्नुभयो, ल यो मान्छेले चाहिँ फुल भिडियो हेऱ्यो, यसको लेन्थ चाहिँ 15-20 सेकेन्डको थियो, सबै भिडियो हेऱ्यो यो मान्छेले। अब चाहिँ के गर्छ फेसबुकले भने, हो अब फेसबुकले के गर्छ भन्दाखेरि, ल यो मान्छेले चाहिँ यही टाइपको भिडियोहरू, यही टाइपकोलाई चाहिँ मन पर्दो रहेछ, फेरि तपाईँलाई चाहिँ अर्को भिडियो पठाइदिएर
फेरि टेस्टिङमा राखिदिन्छ तपाईँलाई। अनि 4-5 वटा भिडियो तपाईँले कुकुर बिरालोको मात्रै हेर्नुभयो भने अब यसको अल्गोरिदम चाहिँ सेट हुन्छ। यो मान्छेलाई चाहिँ कुकुर र बिरालो लडेको चाहिँ मन पर्दो रहेछ। अब के अरे यसको न्युज फिडमा चाहिँ यस्तै भिडियोहरू पठाउनुपर्छ भनेर चाहिँ उसले बुझ्छ। त्यही केस भनेको तपाईँको अस्ति हाम्रो कतिलाई थाहा होला, यो संसदमा पनि यो हाम्रो सांसद जीले के अरे एउटा माननीय सरले पनि भन्नुभएको थियो, यो अल्गोरिदमले गर्दाखेरि जित्यो। किनकि यस्तो हुन्छ, हामीले चाहिँ हामीलाई बालेन मनपर्छ भने यो सेकेन्ड पोस्ट पनि बालेनको आउँछ। हामीलाई त हेर्न मन लाग्छ नि त त्यो कुराहरू। अनि फेसबुकले यसरी यो कुराहरू राखिदिन्छ कि यो मान्छेलाई चाहिँ यस्तै कुराहरू मनपर्छ भनेर हामीलाई चाहिँ टेस्टिङ फेजमा हालिदिने हो कि फेसबुकको अल्गोरिदमले चाहिँ। यी अल्गोरिदम भनेको यो पुरै एउटा प्रोसेस हो। पहिला चाहिँ मान्छेहरूको विचारहरू बुझ्छ, त्यसलाई चाहिँ तपाईँको फेरि लग्छ, आइडिया मोडलमा लग्छ, टेस्टिङहरू गर्छ, फेरि पठाइदिन्छ त्यस्तै केही मोडलहरू। यसमा पनि हामी पास भयो भने ल अल्गोरिदममा चाहिँ सेट भयो। ईश्वर ढुङ्गाना नामको यो युजरले चाहिँ फेसबुकमा यस्तो यस्तो पोस्टहरू हेर्न रुचाउँदो रहेछ, यसलाई चाहिँ पठाउनुपर्छ यस्तो मोडलहरू भनेर चाहिँ बुझ्छ फेसबुकको अल्गोरिदमले। अनि च्याट जिपिटीको कुरा गरौँ। च्याट जिपिटीले चाहिँ तपाईँले कहिलेकाहीँ विचार गर्नुभएको छ, आजभन्दा 2 महिना अगाडि तपाईँले च्याट जिपिटीसँग कुरा गर्नुभएको थियो, अनि त्यो 2 महिनाको बिचमा च्याट जिपिटी नै युज गर्नुभएको थिएन तपाईँले, अरू अरू कुराहरू युज गर्नुभएको, अरू अरू तपाईँले जेमिनाई युज गर्नुभएको थियो। 2 महिनापछि तपाईँले च्याट जिपिटी खोल्नुभयो। च्याट जिपिटी खोलेर तपाईँले केही कुराहरू सोध्नुभयो भने उसले तपाईँको ठ्याक्कै नामहरू भनिदिन्छ, तपाईँको लोकेसनहरू भनिदिन्छ। जुन इन्फर्मेसन तपाईँले कहिले सेयर गर्नुभएको थियो त्यो पनि थाहा छैन। ठ्याक्कै त्यो इन्फर्मेसनहरू चाहिँ उसको जिपिटीको अल्गोरिदमभित्र सेट भएको हुन्छ। ल ईश्वर भन्ने युजर अब च्याट जिपिटीमा आएर सोध्यो भने उसलाई चाहिँ यो कुराहरू मनपर्छ, यो कुराहरू मन उसलाई चाहिँ यसरी बुझाउनु पर्छ भने च्याट जिपिटीको पनि एउटा अल्गोरिदममा सेट हुन्छ। त्यो भएर यो कुनै पनि मोडलको अल्गोरिदम्सहरूले कसरी काम गर्छ भन्ने कुरा बुझ्न एकदमै इम्पोर्टेन्ट छ। म तपाईँलाई चाहिँ एउटा च्याट जिपिटीको नै एउटा राम्रो उदाहरण दिन्छु अब। यो च्याट जिपिटीको मात्र उदाहरण भएन, सबै मोडलहरू, एआई मोडलहरू जति पनि छ मार्केटमा, सबैले काम गर्ने भनेको तरिका एउटा नै हुन्छ, एउटै हुन्छ। कुनै पनि एआई मोडलहरूसँग किसिमको मेमोरी हुन्छ। एउटा चाहिँ अनसेप मेमोरी भन्छ, अर्को चाहिँ सेप्ड मेमोरी भन्छ। यो सेभ्ड मेमोरी भनेको के भन्दाखेरि च्याट जिपिटीमा तपाईँले सेटिङमा गएर च्याट जिपिटीको मेमोरी अन गरेर त्यहाँ आफ्नो इन्स्ट्रक्सनहरू, मलाई म चाहिँ यो मान्छे हो, मलाई यस्तो यस्तो कुराहरू मनपर्छ, मैले धेरै इङ्ग्लिस बुझ्दिनँ, मलाई चाहिँ मैले चाहिँ क्वेसनहरू गर्दाखेरि यो टाइपको क्वेसनहरू गऱ्यो भने मलाई यसरी रिप्लाई दिनु, यो च्याट जिपिटीको मेमोरीभित्र गएर हामीले सेभ गर्न पनि मिल्छ। यो हेर्नु होला, यसरी गर्दाखेरि तपाईँले आफ्नो नामहरू, आफ्नो आफूलाई के कुराहरू मनपर्छ, तपाईँलाई चाहिँ कसरी रिप्लाई दिनुपर्छ च्याट जिपिटीले, यो कुराहरू सबै सेभ गरेर राखिदिनु भयो भने त्यो एज अ मेमोरीमा सेभ भएर बस्छ। तपाईँले प्रत्येकचोटि अब भोलि पनि जानुहोस्, तपाईँले कुरा गर्दाखेरि उसले तपाईँलाई पहिला चाहिँ तपाईँले के इन्स्ट्रक्सनहरू राखिदिनु भएको छ, के निर्देशनहरू राखिदिनु भएको छ च्याट जिपिटीको मेमोरीमा, त्यो कुराहरू हेर्छ र त्यही अनुसार तपाईँलाई रिप्लाई दिन्छ। उसको अल्गोरिदम पनि त्यही अनुसार सेट हुन्छ। अर्को भनेको अनसेप मेमोरी। तपाईँले च्याट जिपिटी अहिले युज गरिराख्नु भएको तपाईँहरूले चाहिँ प्राय मेमोरी चाहिँ कसैले पनि सेभ गर्नु भएको के अरे मेमोरीमा चाहिँ केही कुराहरू कसैले पनि राख्नु भएको छैन, मेमोरीलाई अनै गर्नु भएको छैन। तपाईँहरूको चाहिँ अनसेप्ड मेमोरीले चाहिँ काम गरिरहेको छ च्याट जिपिटीको। यो भनेको एउटा युजर आउँछ च्याट जिपिटीमा कुरा गर्छ, उसले कुरा गरेको जे कुराहरू भइरहेको छ उसले चाहिँ च्याट जिपिटीले चाहिँ आफ्नो ब्याक एन्डमा चाहिँ क्याप्चर गरिदिन्छ त्यो कुराहरू। अब भोलि मैले आएर सोध्छु भने उसले बुझ्छ, ल यो मान्छेलाई यस्तो यस्तरी रिप्लाई दिनुपर्छ, यो मान्छेको पर्सनल इन्फर्मेसन यो हो, यो कुराहरू उसलाई चाहिँ यसरी बुझाउँदाखेरि चाहिँ राम्रो हुन्छ भनेर च्याट जिपिटीले बुझ्छ। अनि अब अर्को कुरा आयो, एज अ टिचर भन्नुहोस् तपाईँहरू, एज अ ह्युमन च्याट जिपिटी सबैले युज गरिराख्नु भएको छ भने तपाईँहरूले कहिले सोच्नु भएको छ यो डाटा प्राइभेसीको कुराहरू, आफ्नो डाटाहरू तपाईँले चाहिँ कतिजनाले के गरिदिनुहुन्छ भने आफ्नो ब्याङ्कको डिटेल्सहरू पनि राखिदिने च्याट जिपिटीमा, फोटो खिचेर आफ्नो के अरे
होम एड्रेसहरू, तपाईँको जे पर्सनल कन्ट्याक्टहरू, के कुराहरू छ त्यो कुराहरू सबै चाहिँ च्याट जिपिटीलाई राखिदिने, यो धेरैले गर्नुहुन्छ। तर यहाँनिर एउटा कुरा आउँछ, डाटा प्राइभेसी। एआईलाई हामीले जति युज गर्छौँ अब, त्यति नै तपाईँहरू एज अ टिचर भन्नुहोस्, यो झनै तपाईँहरूलाई एकदमै इम्पोर्टेन्ट हुनसक्छ। हामीले ध्यान दिनुपर्ने कुरा भनेको डाटा प्राइभेसी हो। आफ्नो डाटालाई चाहिँ कसरी सुरक्षित राख्ने, कस्तो डाटाहरू चाहिँ यो एआई मोडलहरूमा दिने, कस्तो चाहिँ नदिने, यो कसरी चाहिँ मिसयुज हुन्छ यो कुराहरू, आफ्नो डाटाहरू। फर इक्जाम्पल, तपाईँले चाहिँ आफ्नो चेकबुकको फोटो राखेर च्याट जिपीटीलाई दिनुभएको छ र भन्नुभएको छ केही कुराहरू गरिदियो एसइओ रिलेटेड, अथवा तपाईँले चाहिँ आफ्नो कम्पनीको अति नै सेन्सिटिभ डाटाहरू जुन चाहिँ बाहिर सेयर गर्न मिल्दैन, तपाईँले चाहिँ त्यो कुराहरू, त्यो एक्सेल सिटहरू नै तपाईँले च्याट जिपीटीलाई दिएर ल यो एक्सेल सिटहरू हेर, यसबाट के गर्नुपर्ने हो, तपाईँले जे काम अराउनुहुन्छ त्यो चाहिँ दिन्छ नै च्याट जिपीटीहरू, जति जुनसुकै एआई मोडलले पनि। अब हाम्रो काम कस्तो डाटाहरू दिने, कस्तो डाटाहरूलाई नदिने, एज अ तपाईँले चाहिँ सेन्सिटिभ ह्युमन आफ्नो डाटाहरूलाई चाहिँ कसरी सुरक्षित राख्ने, त्यो कुरामा एकदमै ध्यान दिनुपर्छ। र मैले त्योभन्दा अगाडि एउटा क्वेसन गर्छु तपाईँहरूलाई। च्याटमा एकैछिन है, तपाईँहरूले के सोध्नु भएको छ होला। ल, च्याट जिपिटी युज गरिराख्नु भएको छ, अथवा जेमिनाई जति पनि एआई मोडलहरू छ यो युज गरिराख्नु भएको छ। तर यो डाटा प्राइभेसी भन्ने कहिले तपाईँको दिमागमा आएको छ, यो कुराहरूलाई चाहिँ अब मेरो डाटाहरूलाई चाहिँ सुरक्षित राख्नुपर्छ, मैले यो कुराहरू चाहिँ ठ्याक्कै एआईलाई दिनु हुँदैन भन्ने तपाईँहरूले चाहिँ अलिकति तपाईँले चाहिँ सेन्सिटिभ भएर काम गर्नुहुन्छ कि हुँदैन? अथवा तपाईँले चाहिँ दिनुहुन्छ च्याट जिपिटीलाई अथवा कुनै पनि एआई मोडललाई चाहिँ जानुहुन्छ, फोटो खिच्नुहुन्छ, दिइहाल्नुहुन्छ? नाइ भन्नुभएको छ च्याटमा चाहिँ। मेरो क्वेसन तपाईँहरूलाई चाहिँ के छ भन्दाखेरि, एआई मोडलहरू धेरै चलाउनुहुन्छ, तर यो तपाईँको डाटा प्राइभेसी र सेक्युरिटीको सेन्समा तपाईँले चाहिँ कहिले विचार गर्नुभएको छ, ल मैले यो मेरो ब्याङ्कको डिटेल अथवा कतिपयले चाहिँ के गरिदिनुहुन्छ भन्दाखेरि आफ्नो एटिएम कार्डको फोटो खिचेर अथवा पछाडि दुवै साइडको फोटो खिचेर सबै इन्फर्मेसनहरू हालिदिनुहुन्छ त्यहीँ। ल, मैले तपाईँहरूलाई यहाँनिर एउटा कुरा भन्छु, के भन्छु भन्दाखेरि हामीले चलाउने कुनै पनि एआई मोडलहरू यदि फ्री चलाइराख्नु भएको छ, फ्री मोडल चलाइराख्नु भएको छ, च्याट जिपिटी, जेमिनाई, क्लड, जति पनि तपाईँहरूसँग एआई छ, अनि अर्को भनेको सब्सक्रिप्सन लिएर चलाउनु पर्छ हामीले। त्यसलाई भन्छ हामीले प्रो भर्जन अथवा स्ट्यान्डर्ड भर्जन भन्छौँ। यहाँनिर ध्यान दिनु होला, हामीले चलाउने कुनै पनि फ्री र यो प्रो भर्जनहरूमा हाम्रो सेन्सिटिभ डेटाहरू दिनु भनेको यो एआई कम्पनीहरूले हाम्रो डेटालाई युज गरिरहेको छन् कुनै न कुनै माध्यमबाट। तपाईँले फ्री भर्जन युज गर्नुहोस् अथवा यो प्रो भर्जन युज गर्नुहोस्, कुनै पनि मोडलहरूमा 3वटा भर्जनहरू हुन्छ। एउटा इन्टरप्राइज भन्ने हुन्छ, एउटा फ्री भर्जन भन्ने हुन्छ, एउटा तपाईँको इन्टरप्राइज भन्ने हुन्छ, एउटा प्रो भन्छ। हामीले चाहिँ युज गर्ने फ्री र यो प्रो मोडलहरू चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि, यो कुनै पनि एआई कम्पनीहरूले हाम्रो डाटाहरूलाई चाहिँ एज अ ट्रेनिङ, हामीले चाहिँ एआईलाई चाहिँ ट्रेनिङ गरिरहेको छ, हामी चाहिँ एआईलाई ट्रेन गर्ने एउटा युजर हो। हाम्रो डाटाहरूलाई चाहिँ उनीहरूले सङ्कलन गरिरहेको हुन्छन् र भोलि अर्को कम्पनी आयो, ल च्याट जिपिटीको कम्पनीलाई, ल मलाई चाहिँ यो मेरो मोडललाई ट्रेन गर्नु पर्यो, मलाई डाटा दियो भन्दाखेरि च्याट जिपिटीको कम्पनीले तपाईँको डाटा बेचिदिन्छ। र अर्को हुन्छ यहाँनिर इन्टरप्राइज, पिआरआइएसई हुन्छ, सरी, इन्टरप्राइज भर्जनमा चाहिँ यो तपाईँको ठुल्ठुलो कर्पोरेट कम्पनीहरूले काम गर्ने, उहाँहरूले चाहिँ यो इन्टरप्राइज लिनुहुन्छ, जसमा चाहिँ कम्पनी र यो एआई मोडल जति पनि मोडलहरू छ उनीहरू बिच सम्झौता हुन्छ, ल हामीले चाहिँ तपाईँको डाटाहरूलाई कहिले पनि मिसयुज गर्दैनौँ,
एउटा सम्झौता पत्र बनाएर त्यसपछि मात्र यो इन्टरप्राइज लिने हो। त्यही भएर अब ध्यान दिनुपर्ने कुरा एकदमै सेन्सिटिभ डाटाहरू छ तपाईँको ब्याङ्क डिटेल्सहरू तपाईँको जुन कुराहरू चाहिँ अ, एकदमै तपाईँको चाहिँ प्राइभेट कुराहरू हो त्यो कुराहरू चाहिँ यो फ्री भर्जन र यो तपाईँको च्याट जिपिटीहरूको प्रो भर्जनहरूमा नदिइहाल्नु होला। अब नोबडी नोज अहिले चाहिँ नेपालको सिनारियो हेर्दाखेरि त्यस्तो फरक नपर्ला तर पछिको कुराहरू हेर्ने हो भने अहिले जसरी हाम्रो रसिया र युक्रेनको वार भयो त्यहाँनिर डाटाहरूलाई चाहिँ ह्याक गरिदिएर तपाईँको ब्याङ्क डिटेल्सहरू जति पनि यो डाटाहरू लिक भएर यो एकदमै प्रब्लम आएको थियो रसिया र युक्रेनको साइबर वारमा चाहिँ। त्यो भएर आफ्नो जति सक्दो आफूले चाहिँ विचार गर्नुपर्ने आफ्नो प्राइभेट कुराहरू चाहिँ आफूसँगै राख्नुहोस्। यदि तपाईँहरूलाई चाहिँ केही कुराहरू दिनु पर्यो त्यसलाई फेक बनाएर पनि आफूले काम गर्न सकिन्छ। फर इक्जाम्पल तपाईँको चाहिँ ब्याङ्क डिटेल्स चाहिँ 16 डिजिटको छ 10वटा डिजिट दिनुहोस् त्यहाँ पछाडिको 6वटा डिजिटलाई अरू कुनै ऱ्यान्डम डिजिटहरू दिनुहोस् अथवा स्टार 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 गरेर दिनुहोस् आफ्नो कामहरू निकाल्नुहोस्। यो गर्दाखेरि चाहिँ तपाईँको डाटा पनि सेक्योर भयो र भविष्यमा यदि कुनै हाम्रो पनि नेपाल एज अ नेपाल यो भन्न सक्ने अवस्था छैन पछि कुनै बेला साइबर वारहरू भयो भने डाटा हामीलाई नै हो हामीले दिएको डाटाहरू हामीले दिएको प्राइभेट हाम्रो इन्फर्मेसनहरू माथि नै हमला हुने हो। त्यही भएर यो अब जति पनि एआई मोडलहरू आउँदै गर्छ अब यो कुराहरू रोकिँदैन। जति पनि तपाईँको नयाँ नयाँ मोडलहरू आउँछ अब यो सब हामीले ध्यान दिनुपर्ने हाम्रो डाटाहरू चाहिँ कतै पनि लिक नहोस् हाम्रो डाटाहरूलाई चाहिँ हामीले मजाले सुरक्षित राख्नु पर्यो त्यो जिम्मा चाहिँ हाम्रो हो। ल यहाँ हेर्नुहोस् यो चाहिँ अलिकति थ्योरिटिकल भयो। एज अ टिचर मैले चाहिँ यो हाम्रो नर्मल एआई कोर्सहरूमा चाहिँ यो डिपली गएर यो कुराहरू भन्दिनँ तर एज अ टिचर तपाईँहरूले पनि थाहा पाइराख्नुपर्छ भनेर। ल अब हाम्रो सबैको कमन क्वेसन च्याट जिपिटीमा काम गर्दा गर्दै छिट्टै लिमिट लागिहाल्छ योबाट कसरी बच्ने? च्याट जिपिटी भन्नुहोस् जेमिनाई भन्नुहोस् ल यो च्याट जिपिटीबाट लिमिट लाग्छ तपाईँको दुई तिनवटा फोटो निकाल्दै निकाल्दै गर्दाखेरि दुई तिनवटा मेसेज गर्दा गर्दै तपाईँको चाहिँ लिमिट लाग्छ। यदि तपाईँहरू कसैसँग कसरी तपाईँले चाहिँ लिमिटबाट चाहिँ आफूलाई बचाउनुहुन्छ यो काम चाहिँ गरिराख्नु पर्यो नि त तपाईँलाई। तर यो एआई मोडलहरूले चाहिँ तपाईँको धेरै काम गर्न दिन्न तपाईँलाई। योबाट बच्नको लागि चाहिँ हामीले के गर्ने? तपाईँहरू कसैले एआईहरू धेरै युज गरिराख्नु भएको छ तपाईँहरूको लिमिट लागि नै हाल्छ यदि फ्री भर्जन युज गर्नुभएको छ भने त्यहाँ दुई तिनजना सरम्यामहरू लेखिदिनु पर्यो तपाईँले चाहिँ यो फ्री भर्जनबाट चाहिँ यो लिमिट लाग्दाखेरि चाहिँ के गर्नुहुन्छ? त्यहाँनिर के अप्सन होला तपाईँको च्याट जिपिटीले भनिदियो तपाईँलाई चाहिँ अब 6 बजेभन्दा अगाडिसम्म लिमिट लागेको छ त्यो पछि मात्र मेसेज गर्न पाउँछ भन्नुहुन्छ भन्छ। अनि तपाईँले चाहिँ त्यही टाइम चाहिँ वेट गर्नु पर्यो। नर्मली हामीले चाहिँ लिमिट लाग्यो भने त्यसरी नै गर्छौँ काम गर्ने छोड्ने भन्नुभएको छ। ओके ल यहाँबाट हाम्रो गोविन्द दुमजाम सरले चाहिँ अर्को इमेल गर्ने भन्नुभएको छ। ल यहाँ हेर्नुहोस् अर्को जेमिना युज गर्ने भन्दा पनि भयो अर्को एआई युज गर्ने भन्नुभएको छ। ओके फेरि अर्को एआईमा पनि चाहिँ लिमिट लाग्ने समस्या हुन्छ त्यही भएर मैले तपाईँहरूलाई एउटा राम्रो सजेसन के दिन्छु भने यदि मिल्छ भने तपाईँहरू सोलुसन राम्रो सोलुसन एकदमै सेक्योर सोलुसन भनेको मिल्छ भने यसको प्रो भर्जनहरू लिनुहोस् जुन महँगो हुन्छ त्यो मैले सजेस्ट गर्दिनँ। यदि तपाईँहरूलाई चाहिँ प्रोफेसनल लेभलमा काम गर्नुपर्छ र सधैँ यो लिमिटबाट चाहिँ अलिक झ्याउ लाग्छ मलाई चाहिँ काम गरिराख्नु पर्छ भने तपाईँहरूले चाहिँ प्रो लिनु पर्यो। अर्को भनेको सेफेस्ट भनेको मैले भन्छु तपाईँहरूलाई म एज अ आफै मसँग धेरै कुराहरूको सब्सक्रिप्सन छैन अनि यो के अरे मन्थली नै तपाईँको $20-30 तिरेर यो सधैँ भ्याइँदैन पनि 1 महिना भ्याइन्छ होला 2 महिना भ्याइन्छ होला। अब पानी पसिसक्यो तपाईँको एआई नै युज गर्ने सब्सक्रिप्सन लिन पनि सधैँ सकिँदैन। त्यही भएर मैले चाहिँ के गरेको छु भने 8-9वटा इमेलहरू बनाएर राखेको छु।
अब यस्तो हुन्छ तपाईँको नर्मल्ली एउटामा लिमिट लाग्छ। अनि तपाईँको म अर्को इमेल त्यसलाई लग आउट गर्छु, अर्को इमेललाई लगइन गर्छु। अनि त्यसमा पनि लिमिट लाग्यो भने लग आउट गर्छु, लगइन गर्छु फेरि। अर्को इमेल पनि लगइन गर्छु। त्यही भएर मलाई चाहिँ अब कुरिराख्न आवश्यक परेन। अर्को तपाईँको ChatGPT बाट उता जान जेमिनी जान पनि आवश्यक भएन। त्यही भएर उम्, तपाईँहरू मिल्छ भने मजाले एउटा तपाईँको फोन नम्बरबाट कन्ट्याक्ट नम्बरबाट 4 देखि 5वटा जस्तो इमेलहरू बनाउन मिल्छ। आफ्नो दाइ भाइ आमा बुवा जतिको नम्बरहरू छ मिल्छ भने तपाईँहरू 10-12वटा नै बनाएर राख्नुहोस्। किनकि यसले चाहिँ तपाईँको यो जुन फ्री भर्जनबाट चाहिँ बचाइदिन्छ तपाईँलाई। एउटा तपाईँले ईश्वर ढुङ्गाना @gmail.com बाट काम गरिराख्नु भएको छ। मेरो इमेल हो त्यो फर इक्जाम्पल। मेरो त्यसमा लिमिट लाग्यो। म के गर्छु भोलि गएर फेरि म त्यहाँनिर के गर्छु भन्दाखेरि लिमिट लाग्दा बित्तिकै अर्को इमेललाई खोल्छु। अनि अर्को इमेलमा म काम गर्न थाल्छु। तर अब यहाँनिर अर्को प्रब्लम के आउँछ भन्दाखेरि जुन काम गरिरहेको छौँ हामीले त्यो त एउटा फ्लोमा हुन्छ, त्यो एउटा कन्टिन्युटी हुन्छ हाम्रो। फेरि अर्को के अरे इमेल खोल्दाखेरि त्यहाँनिर फेरि एआईलाई बुझाउनु पर्यो। फेरि सुरुबाट काम गर्नु पर्यो। होइन त्यो समस्या आउँछ। त्यसको लागि हामीले बच्नको लागि के गर्ने भन्दाखेरि ल म च्याट जिपिटीमा जान्छु। यो चाहिँ आज हाम्रो फर्स्ट प्र्याक्टिकल हुन्छ। मैले तपाईँहरूलाई अझै पनि यो च्याट जिपिटी जेमिनाई कस्तो हुन्छ मैले यो देखाएको छैन। तपाईँहरूले च्याट जिपिटी चाहिँ मैले देखाउनु पर्दैन किनकि सबै तपाईँहरूले चाहिँ युज गरि नै राख्नु भएको छ। ल यहाँ हेर्नुहोस् त, मेरो च्याट जिपिटीमा हेर्नु होला। च्याट जिपिटीमा तपाईँको बायाँतिर यहाँ हेर्नुहोस्, आफ्नो बायाँतिर तपाईँले चाहिँ क्लिक गर्नुभयो भने तपाईँले अहिलेसम्म के गर्नु भएको छ कामहरू त्यसको हिस्ट्री आउँछ त्यहाँ। तपाईँले हिजो गरेको कामलाई च्याट जिपिटीमा आज हेर्नु पर्यो भने तपाईँले त्यहाँ साइड बारमा क्लिक गर्ने माथि हेर्नुहोस् त तपाईँको च्याट जिपिटीको माथि तल तल जाने तपाईँको मजाले चाहिँ तपाईँको अगाडिको हिस्ट्रीहरू देखिन्छ। अनि मैले जुन कुराहरू भनिरहेको थिएँ ल यो च्याटमा चाहिँ मेरो बोल्दा बोल्दै लिमिट अब यसपछि चाहिँ लिमिट लाग्यो अरे। मैले के गर्छु भन्दाखेरि यहाँनिर यो माथि सेयर भन्ने अप्सन छ हेर्नु होला। यो च्याटलाई चाहिँ तपाईँले चाहिँ कम्प्लिटली सेयर गर्न मिल्छ। ल यहाँ हेर्नु होला। यो मैले अगाडि जे कुराहरू गरेको छु अहिलेसम्म त्यो सबै कुराहरूलाई चाहिँ सेयर गर्न मिल्छ। माथि सेयर गर्नु होला। अनि अर्को तपाईँले आइडी खोल्नु होला। त्यहाँ गएर चाहिँ तपाईँले यो पेस्ट गरिदिनु भयो भने यो लिङ्कलाई जुन यो माथि यो सेयर भनेको एउटा चाहिँ लिङ्क कपी हुन्छ तपाईँसँग, त्यसलाई चाहिँ अर्को आइडीमा गएर नयाँ च्याटमा चाहिँ पेस्ट गरिदिँदाखेरि तपाईँको अगाडिको च्याटहरू सबै खुल्छ। त्यो चाहिँ बस्ने तरिका भयो। हामी पछि पनि यो कुराहरू प्र्याक्टिकल गर्छौँ। त्यो आज चाहिँ अलिकति तपाईँहरूलाई मैले थ्योरी बुझाउनुको कारण भोलिबाट हामी जति प्र्याक्टिकल एकदमै प्र्याक्टिकल बेसमा जान्छौँ भोलिबाट चाहिँ। अनि तपाईँहरूलाई त्यहाँनिर यो के अरे लिमिट लाग्यो, लिमिटबाट अब के गर्ने यस्तो प्रब्लमहरू नआओस्। तपाईँहरूको काम भनेको मिल्छ भने 7 देखि 8वटा जस्तो इमेलहरू बनाएर राख्नु होला। अनि एउटामा लिमिट लाग्दा बित्तिकै अर्को, अर्कोबाट अर्कोमा लिमिट लाग्दा बित्तिकै अर्को मजाले। अब यस्तो यहाँ हेर्नुहोस् है, मैले तपाईँहरूलाई फेरि अर्को कुरा भनिदिएँ। यो एकदमै स्याड रियालिटी चाहिँ के छ भन्दाखेरि हाम्रो एआई मोडलहरूको यहाँ हेर्नु होला। हामीसँग अहिले मार्केटमा जति पनि एआई मोडलहरू छन् त्यो 2 किसिमका छन्। एउटा भनेको तपाईँको अमेरिकन एआई मोडल, अनि अर्को भनेको चाइनिज एआई मोडलहरू। यो अमेरिकन जति पनि एआई मोडलहरू छ अहिले अहिले चाहिँ तपाईँको अमेरिका र चाइनाको एआई रेसमा चाहिँ नर्मल्ली जापानहरू, कोरियाहरू, तपाईँको जर्मनीहरू पनि आउन थालिसके। तर मार्केटमा जति पनि एआई मोडलहरू छन् त्यो 2वटा मात्र अहिले डोमिनेटेड छन्। एउटा भनेको अमेरिकाको एआई मोडल, अर्को चाइनाको। यो अमेरिकाको एआई मोडलमा चाहिँ पर्ने भनेको जेमिनाई, च्याट जिपिटी, अनि तपाईँको
क्लड यिनीहरू चाहिँ तपाईँको अमेरिकन एआई मोडलहरू भयो। अनि डिपसिक सुन्नु भएको छ भने यो डिपसिक भयो, अनि तपाईँको एन्थ्रिक भयो, यो सबै चाइनिज मोडलहरूतिर गयो। यो अमेरिकन मोडलमा चाहिँ तपाईँले देख्नु भएको एउटा समस्या, पहिला चाहिँ तपाईँको पे गर अनि मात्र काम गर भन्छ यो मोडलहरूले। तपाईँले देख्नु भएको होला च्याट जिपिटीमा चाहिँ तपाईँलाई देखाइदिन्छ च्याट जिपिटीले चाहिँ के गर्न सक्छ भनेर। एडभान्स लेभलको कामहरू पनि त्यो फ्री भर्जनमै छोडिदिन्छ। ल हेर हामीले के गर्न सक्छौँ, अ, अब चाहिँ हामीलाई किन, त्यसपछि मात्र काम गर भन्छ। यो तपाईँको जति पनि च्याट जिपिटीहरू छ, जेमिनाई छ, त्यही भएर फर्स्ट पे त्यसपछि काम गर भन्छ हाम्रो अमेरिकन एआई मोडलहरू। अनि अर्को छ चाइनिज, तपाईँको चाहिँ जुन फ्री भर्जनमा जति दिनुपर्ने हो उसले चाहिँ अनलिमिटेड काम गर्न दिन्छ। चाइनिजको एउटा इक्जाम्पल मैले यहाँ राखिदिन्छु, डिप्सिक भनेर। डिप्सिकहरू चलाउनु तपाईँले चलाउनु भएको छ भने यहाँनिर लिमिट लाग्दैन तपाईँको यो डिप्सिक एआईहरूमा, यो च्याट जिपिटीहरू जस्तो। यो अमेरिकन मोडलहरू भनेको मैले यहाँनिर लेखिदिएँ, च्याट जिपिटी, जेमिनी, जति पनि छन् यो डिपसिकमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको जति फ्री भर्जनले काम गर्न दिन्छ तपाईँलाई, प्रो भर्जनको फिचरहरू, प्रो भर्जनले के काम गर्न सक्छ त्यसको विशेषताहरू चाहिँ फ्रीमा राखिदिँदैन। फ्रीले जतिसम्म तपाईँ जे गर्न सक्छ त्यो चाहिँ जति पनि गर भन्छ तपाईँको चाइनिजले चाहिँ। यदि फ्री भर्जन चलायो अब चाहिँ प्रो भर्जनमा जान छ भने मलाई किन, उसले चाहिँ अप्सन दिन्छ। पहिला फ्री नै चलाउन मन छ भने जति सक्छ चलाऊ, तर योभन्दा एडभान्स लेभलमा जान मन छ भने अब चाहिँ मेरो प्रो भर्जन लिऊ भन्छ। तर यसमा लिमिट हुँदैन, फ्री भर्जनमा कुनै पनि लिमिट लाग्दैन। तर यो च्याट जिपिटीहरूले चाहिँ तपाईँलाई एडभान्स, यो तपाईँको प्रो भर्जनले पनि के गर्छ, तपाईँको नयाँ नयाँ मोडलहरूले पनि के गर्छ भनेर तपाईँको फ्री भर्जनमै देखाइदिन्छ कि। मेन प्रब्लम यो हो। अनि मान्छेहरूलाई चाहिँ ल यस्तो गर्न सक्छ अब एआईले भनेर लाग्छ। अब चाहिँ धेरै काम गर्ने एउटा एक्साइटमेन्ट पनि आउँछ, उसले चाहिँ लिमिट लगाइदिन्छ, अब चाहिँ किन्नै पर्यो भनेर। यो इस्युबाट बच्नको लागि कि तपाईँले प्रो भर्जनले लिनु पर्यो, कि भनेको यो तपाईँको डिपसिकहरू चलाउनु पर्यो, जुन नर्मल कामहरू डिपसिकले पनि गर्छ। ल भोलि हामी के गर्छौँ भन्दाखेरि यो प्रम्प्ट राम्रो निर्देशन कसरी लेख्न लगाउने हामीले, होइन कसरी लेख्ने एज अ, अब टिचिङ पेसामा पनि मैले तपाईँहरूलाई दुई किसिमले लिन्छु। एज अ टिचर तपाईँहरूले कसरी राम्रो कामहरूको, के अरे कसरी राम्रो निर्देशनहरू एआईलाई दिने, र एज अ तपाईँको टिचर पछाडिको पनि एउटा इन्डिभिजुअल तपाईँले कामहरू गर्नुपर्छ, त्यसको लागि पनि राम्रो तरिकाले कसरी प्रम्प्टहरू लेख्ने, मैले प्रम्प्ट लेख्ने रुल्सहरू भोलि मजाले सिकाउँछु। सुरुको 10 मिनट जस्तो मैले तपाईँहरूलाई चाहिँ रुल्सहरू भन्छु। त्यसपछि हामी त्यही प्रम्प्टहरूलाई युज गरेर कसरी डिजाइनहरूको काम गर्ने, है प्रम्प्ट लेखेकै आधारमा तपाईँले चाहिँ कस्तो डिजाइनहरू, कस्तो के पाउनुहुन्छ तपाईँले, लेसन प्लान गर्दाखेरि तपाईँले कसरी प्रम्प्ट लेख्नु पर्यो, सिलेबसहरू बनाउँदाखेरि कसरी तपाईँले प्रम्प्ट लेख्नु पर्यो, त्यो सबै हामी भोलि सिक्छौँ। र मैले तपाईँहरूलाई यहाँनिर अर्को एउटा वर्ड लेखिदिएँ, एउटा तपाईँको सेन्टेन्स लेख्छु मैले। प्रम्प्ट इज एभ्रिथिङ। अब तपाईँले यसरी बुझ्नु पर्यो, तपाईँले दिने एआईलाई निर्देशन भनेको नै सब थोक हो। हामीले जति पनि अब मोडलहरू चलाउँछौँ सबै हाम्रो प्रम्प्टमै आधारित हुन्छ। हामीले जो कस्तो रिप्लाई पाउँछौँ, के गर्छौँ, सबै चाहिँ हाम्रो प्रम्प्टमै लेखिएको हुन्छ। त्यही भएर प्रम्प्टका रुल्सहरू लेख्न एकदमै, जान्न एकदमै आवश्यक छ। प्रम्प्ट एकचोटि तपाईँले राम्रो प्रम्प्ट लेख्न सिक्नुभयो भने तपाईँले चाहिँ बिस्तारै आफूलाई अपग्रेड गर्दै जानुहुन्छ, अझै राम्रो लेख्न, अझै राम्रो प्रम्प्ट लेख्न। र तपाईँलाई एकचोटि तपाईँले चाहिँ बेसिक प्रम्प्टहरू लेखेर एडभान्सतिर जान लाग्नुभयो भने अब तपाईँले बुझ्नुहुन्छ, जस्तो सुकै एआई मोडल बजारमा आयो भने तपाईँले आफ्नो काम चाहिँ निकालेरै छोड्नुहुन्छ। त्यही भएर प्रम्प्ट लेख्न चाहिँ एकदमै आवश्यक छ। प्रम्प्टका रुल्सहरू प्रम्प्ट त लेखि नै राख्नु भएको छ, तर प्रम्प्टलाई चाहिँ कसरी राम्रोसँग लेख्ने त्यो सिक्न एकदमै आवश्यक छ। हामी भोलि मजाले त्यो फर्स्ट आवरमा त्यो कुराहरू सिक्छौँ। फर्स्ट 10 मिनट्स चाहिँ हामी रुल्सहरूलाई दिन्छौँ, त्यसपछि हामी काम गर्छौँ। ल मैले तपाईँलाई अहिले के गर्छु भन्दाखेरि म्युट छोडिदिन्छु, के अरे अनम्युट छोडिदिन्छु।
तपाईँहरूलाई के क्वेसन्सहरू छ भने हामी 5-6 मिनट जस्तो हामी क्वेसन एन्सरहरू गरौँ। प्लिज त्यहाँनिर चाहिँ ह्यान्ड रेज गरेर म तपाईँहरूलाई एक एक गरेर बोलाउँछु, आफ्नो हात चाहिँ उठाउनु होला। म तपाईँहरूको क्वेसन लिन्छु अब है। हुन्छ, अब तपाईँले चाहिँ बोल्न सक्नुहुन्छ के क्वेसनहरू छ भने तपाईँको। आजको मैले भने आजको क्लास अलिकति थ्योरिटिकल हुन्छ, यो बेसी कुराहरू एज अ टिचर यो नभन्दा पनि हुन्थ्यो मैले, तर एआईले कसरी काम गर्छ, यो भित्रका मेकानिजमहरू के हुन्, तपाईँहरूलाई चाहिँ यो कुराहरू जान्नै पर्छ। किनकि अब तपाईँको हामी 2026मा छौँ। अब हामीले देख्ने पछिको समय भनेको सबै एआई मोडलहरू नै आउँछ कि। त्यही भएर नयाँ मोडलहरू कसरी चलाउने, नयाँ कुन मोडलहरू आउँछ, कसरी बुझ्ने, यो कुराहरू बुझ्नु एकदमै आवश्यक छ। त्यो भएर नै आज अलिकति यो प्रम्प्ट अल्गोरिदम्सहरू बुझाउन मैले खोजेको। तपाईँहरूको केही क्वेसनहरू छ भने सोद्धा हुन्छ है। प्लिज माइक्रोफोनलाई यता म्युट गर्ने अप्सन छ कि छैन? हुन्छ, बोल्नुहोस् त। ओके, रेकर्डिङ भिडियो मिल्छ भन्नुभएको छ। रेकर्डिङ सबै मिल्छ, हाम्रो रेकर्डिङ आउँछ। अनि तपाईँले चाहिँ क्लासपछि मजाले रेकर्डिङहरू हेरेर त्यसरी काम गर्न पनि मिल्यो। ल, हाम्रो ग्रुपमा हामीले लिङ्क पनि राखिदिन्छौँ। अलरेडी तपाईँहरूले लिङ्क पनि पाउनुभयो, भर्खरै एडमिसन भएको समयहरूले चाहिँ लिङ्क पाउनुभयो कि भएन। यो मैले तपाईँहरूलाई सुरुमा चाहिँ यो के टुल्सहरू लेखिदिएको थिएँ, हामीले युज गर्ने टुल्सहरू। यसलाई चाहिँ तपाईँले हेर्नु होला, स्क्रिनसट लिएर आफ्नो के छ मोबाइलमा तपाईँको अथवा पिसीमा डाउनलोड गरेर राख्नु होला, लगइन गरेर राख्नु होला मिलेसम्म। जेमिनाई, क्लाउड र तपाईँको च्याट जिपिटी चाहिँ हामीले राख्नुपर्छ, हामीलाई सुरुमा चाहिन्छ नै। मैले यहाँ फेरि पनि लेखिदिन्छु, तपाईँहरूले डाउनलोड गर्नुपर्ने भनेको हेर्नु होला, युट्युब त्यो पनि हेर्नु होला, कसरी डाउनलोड गर्नु बुझेन भने हामीलाई पनि मेसेज गर्नु होला। मोबाइलमा हुनुहुन्छ भने सबैको एप पाउँछ। यदि ल्यापटपमा हुनुहुन्छ भने च्याट जिपिटी मात्र लेख्दा बित्तिकै तपाईँको के अरे वेबसाइटको लिङ्कहरू नै खोल्छ, त्यहाँ गएर लगइन गर्नु पर्यो। ल, अहिले यति नै गरेर राख्नु होला। यो चाहिँ लगइन गरेर मस्ट, यति तपाईँले जान्नुभयो भने आज यति नै हो सर। आज हामीले थ्योरिटिकल नै लियौँ यो क्लासलाई, भोलिबाट एकदमै प्र्याक्टिकल जान्छौँ। यी एप्सहरू चाहिँ डाउनलोड गरेर अथवा आफ्नो पिसीमा वेबसाइटमा लगइन गरेर राख्नु होला। नर्मली तपाईँले यी चारवटा टुल्सहरू एज अ टिचर चलाउन जान्नुभयो भने तपाईँलाई फर्दर कुनै पनि एआई टुल्सहरू सिक्न त्यस्तो अहिले तत्कालै आवश्यक पर्दैन। यी कुराहरू चाहिँ मजाले सिक्नु पर्यो। यो च्याट जिपिटी भित्र के हुन्छ, जेमिनाई भित्र के हुन्छ, क्लाउडले कसरी काट्छ, नोक एलएमले कसरी काम गर्छ, यो कुराहरू चाहिँ बुझ्नु पर्यो। हामी वान बाई वान चाहिँ सबै कुराहरू चाहिँ पढ्ने। मैले यसको चाहिँ लिङ्क के अरे यसको स्क्रिनसट चाहिँ मैले हाम्रो ग्रुपमा पनि राखिदिन्छु, तपाईँहरू हेर्नु होला। ओके, हाम्रो यहाँनिर हेर्नुहोस् है, हाम्रो मन्जय सरले मलाई सुनिराख्नु भएको छ भने प्लिज बोल्नुहोस् त। हेलो सर, मन्जय नमस्ते। यादव। हजुर, नमस्ते सर, नमस्ते। ल, तपाईँलाई फेरि पनि वेलकम छ हाम्रो सफल एआईको टिचर कोर्समा है। थ्याङ्क यू सर।
के अरे मैले खासमा किन जोड्यो भने म टिचिङ फिल्डमा पनि छु सर कि त्यही हजुर भएर हजुर केही एडिसनल कुराहरू म टिचिङ फिल्डमा पनि छु होइन अब केही हजुर हजुर एडिसनल कुराहरू पनि सिक्न पाइन्छ कि भने अब लर्निङको कुरा त अब लिमिट हुँदैन कुनै अझ क्लियर हुन्छ भनेर अझ अझ नयाँ नयाँ टुल्सहरूको बारेमा कन्सेप्ट हुन्छ कि भनेर मैले त्यो उद्देश्यले क्लास जोइन गरेको हो। हुन्छ हुन्छ सर, तपाईँले त एडभान्स पनि लिनुभयो होइन हाम्रो? हजुर सर हजुर। ए ल ठिक छ, तपाईँलाई त्यस्तो गाह्रो पर्दैन। हुन्छ, हामी एकदमै बेसिकबाट जान्छौँ। अब तपाईँले बुझ्नु पनि भएको होला, हामीले चाहिँ एकदमै भर्खरै यो टुल्सहरू युज गर्नुभएको सर म्यामहरूलाई पनि सँगै लिनुपर्छ र तपाईँ अलरेडी एडभान्स गरिसक्नु भएको सर म्यामहरूलाई पनि सँगै लिनुपर्छ। सो अलिकति बोरिङ फिल चाहिँ नगर्नु होला। ए हुन्छ सर, हुन्छ, त्यस्तो केही छ। हुन्छ सर, ल थ्याङ्क यू सो मच। हुन्छ सर, हुन्छ, तपाईँहरूको अरू केही क्वेसनहरू छ भने प्लिज सोध्नु होला। यदि छैन भने आजलाई हामी यति नै गरौँ क्लास। भोलिबाट चाहिँ प्लिज टाइममा आइदिनु होला। हामी ठ्याक्कै 8 बजेबाट सुरु गर्छौँ। आज हामीले 8:05सम्म हेर्दाखेरि पनि सर हजुर 20 देखि 1। नमस्कार। हजुर हजुर सर, नमस्कार सर। हजुर, हामीले यो च्याट जिपिटी, जेमिनी, क्लाउड एआईहरूबाट कस्तो कस्तो डिजाइन बनाउन सक्छौँ हामीले? हामीले डिजाइन ठ्याक्कै युज गर्छौँ हामीले जेमिनाईको लागि। फर इक्जाम्पल तपाईँको कलेजको टिचरको लागि आइडी कार्ड बनाउनु पर्यो। तपाईँको ल यो शुक्रबार चाहिँ तपाईँको चाहिँ एउटा एक्स्ट्रा करिकुलर एक्टिभिटी छ, वक्तित्व कला प्रतियोगिताहरू छ, क्विजहरू छ, त्यसको लागि ब्यानरहरू बनाउनु पर्यो। तपाईँको आफ्नो पर्सनल स्कुल छ, तपाईँले चाहिँ एडमिसन ओपनका पम्पलेटहरू बनाउनु पर्यो, भिजिटिङ कार्डहरू बनाउनु पर्यो, पोस्टर ब्यानर यो कुराहरू गर्नु पर्यो, ग्राफिक डिजाइनभित्र जे जे कुराहरू पर्छ त्यसको लागि हामीले डिजाइनको कुरा सोध्नु भएको छ तपाईँले। हामी त्यसको लागि चाहिँ च्याट जिपिटी र जेम युज गर्छौँ। अनि मैले तपाईँहरूले भनेको छैन आज क्लड र एलएमको त्यति धेरै भनेको छैन यो कुराहरूले। यो जति बेला त्यति बेला मैले तपाईँहरूलाई चाहिँ भन्छु, क्लड भनेको नर्मल्ली तपाईँको च्याट जिपिटीको अल्टरनेटिभ हो। तर यो डिजाइनहरूको काममा चाहिँ हामीले गर्दैनौँ। यदि कुनै पनि डिजाइनलाई राम्रो बनाउनु पर्यो भने प्रेजेन्टेसनहरू के अरे ओल्ड फाइलहरूलाई राम्रो बनाउनु पर्यो, एकदमै तपाईँको कस्तो भन्दाखेरि प्रोफेसनल लेभलको बनाउनु पर्यो भन्दा हामीले चाहिँ क्लड एआई युज गर्छौँ। नर्मल्ली तपाईँले सोधेको क्वेसन अनुसार डिजाइनको लागि चाहिँ च्याट जिपिटी र जेमिनाई नै युज गर्छौँ हामीले सर। क्लाउड एआई र नोटबुक एलएम चाहिँ केमा धेरै युज हुन्छ सर? नोटबुक एलएम भनेको तपाईँको चाहिँ के अरे प्रेजेन्टेसन स्लाइड्सहरू बनाउनु पर्यो, लेसन प्लानहरू बनाउनु पर्यो, रिपोर्टहरू बनाउनु पर्यो, त्यसको लागि चाहिँ युज हुन्छ। यहाँ एउटा क्वेसन आएको छ, वार्षिक कार्ययोजना, दैनिक पाठयोजना। यो मजाले हाम्रो उद्देश्य नै यही हो म्याम। एज अ तपाईँहरूलाई टिचरहरूलाई हामीले यहाँ एउटा ग्रुप बनाउनुको कारण नै तपाईँहरूलाई चाहिँ यो लेसन प्लानहरू कसरी बनाउने, भोलि हामी फर्स्ट आवरमा चाहिँ प्रम्प्ट लेख्न सिक्छौँ। एज अ टिचर कस्तो प्रम्प्ट लेख्नुपर्छ त्यो सिक्छौँ। अनि प्रम्प्ट लेखेकै आधारमा हामीले चाहिँ यो लेसन प्लानहरू कसरी बनाउने, क्विजहरू कसरी बनाउने, त्यो सबै कुराहरू सिक्छौँ हामी। हेलो सर, नमस्कार। हजुरले त्यो डिपसिक र त्यो च्याट जिपिटीमा चाहिँ तपाईँको डिपसिकमा चाहिँ त्यो लिमिट हुँदैन भन्यो, त्यो डिपसिकबाटै सिक्दा हुँदैन सर? च्याट जिपिटीको सट्टा हामीले के छ त्यसमा फरक के छ? होइन, तपाईँको डिपसिकले चाहिँ तपाईँको नर्मल म्याथमेटिक्सको प्रब्लमहरू, प्रोग्रामिङको त्यस्तो कामहरू गर्ने हो सर नर्मल्ली। यो तपाईँलाई पिडिएफ चाहियो भने डिपसिकले दिन सक्दैन। एउटा राम्रो रियलिस्टिक इमेजहरू डिजाइन चाहियो भने तपाईँलाई चाहिँ डिपसिकले दिन सक्दैन। त्यही भएर हामी चाहिँ च्याट जिपिटीहरूलाई नै धेरै फोकस गर्छौँ। ए हजुर, हुन्छ। ल हुन्छ, अरू क्वेसनहरू छ भने सोध्नु होला प्लिज, फिल फ्री टु आक्स है। आज तपाईँले चाहिँ आज फर्स्ट दिन हो, त्यस्तो धेरै प्र्याक्टिकल केही पनि भएको छैन। आज मैले भनेको कुराहरू केही अलिकति गाह्रो टेक्निकल यदि भयो भने चाहिँ सोधिहाल्नु होला। अनि यो लगइन गर्ने केही प्रब्लमहरू आयो भने तपाईँहरूले ठ्याक्कै त्यो हाम्रो ग्रुपमै मेसेज गरिदिनु होला, हाम्रो टिमले तपाईँहरूलाई गाइड गर्छ। यो सबैमा अहिले चाहिँ एकैचोटि लगइन नगर्दा पनि हुन्छ आजको भोलि नै। तर तपाईँहरूले गरिराख्यो भने चाहिँ तपाईँको पछिको कामहरू सजिलो भयो। तपाईँले लगइन गरेर एटलिस्ट क्लासमा आइदिनु भयो भने हामीले चाहिँ लगइन सिकाउनु परेन, यहाँनिर 10-15 मिनट एक्स्ट्रा दिनु परेन। सो एकदमै हेल्पफुल हुन्छ सबैको लागि।
ल हुन्छ, मैले चाहिँ आज यति नै गरेँ। भोलि हामी आज भेट अहिले 1 घन्टामा मैले हाम्रो ग्रुपमै राखिदिन्छु। हुन्छ सर, ए, धन्यवाद। एउटा कुरा आएको छ है कि एकैछिन, ल्यापटप नहुँदा कसरी गर्न मबाटै गर्ने। जसरी ल्यापटप मैले जे कुराहरू भने सबै मोबाइलबाट पनि हुन्छ, ल्यापटपबाट पनि हुन्छ। यो एपहरू सबै प्ले स्टोरमै पाउँछ, तपाईँले हेर्नु होला। कम्प्युटरको च्यान नभएकोलाई के भन्नुभएको सरले बुझिनँ, तर कम्प्युटर छैन भने पनि प्रब्लम भएन, मोबाइल छ भने पनि भ्याइयो, मोबाइलबाटै गर्न मिल्छ सबै कामहरू। प्ले स्टोरमा जानु होला, मैले जे एपहरू भने त्यो, यदि तपाईँहरूलाई यसको ठ्याक्कै लोगो चाहिन्छ भने पनि म तपाईँहरूलाई पठाइदिउँला। तपाईँले एपहरू भेट्टाउनु भएन भने चाहिँ भन्नु होला, ग्रुपमा मेसेज गरिदिनु होला, म तपाईँहरूलाई लोगो पनि पठाइदिउँला त्यसको। हुन्छ, आजलाई मैले यति नै गरेँ। थ्याङ्क यू एभ्रिवान। हामी भोलि भेट्छौँ। प्र्याक्टिकल्ली हामी भोलि मजाले सबै कामहरू गर्छौँ। अहिलेलाई म छुटेँ, गुड नाइट। गुड नाइट सर।